नमस्ते सबैलाई स्वागत छ हाम्रो चाहिँ यो द पावर टु स्पिक पोडकास्टमा। आज चाहिँ म छु सुस्मिता अनि मसँग हुनुहुन्छ शुभेच्छा रामचालीजी। हेलो नमस्ते, के छ खबर? थ्याङ्क यू फर जोइनिङ अस फर्स्ट। थ्याङ्क यू फर ह्याभिङ मी। यो चाहिँ हाम्रो फर्स्ट एभर पोडकास्ट हो। कस्तो चल्दैछ लाइफ ठिकै चलिरहेछ। अब के भन्ने पोस्टमार्टम फेज जस्तो हुन्छ नि, मेरो लाइफ चाहिँ नयाँ स्टार्टिङ हुँदैछ। नयाँ नयाँ कुराहरू लर्न गर्दैछु, हुन्छ नि, रिलर्न अनलर्न कुराहरू भइरहेछ। अब मान्छेलाई चाहिँ के लाग्छ भन्दाखेरि, मलाई पहिला के लाग्थ्यो भन्दाखेरि चाहिँ बच्चा हुनुभन्दा अगाडि चाहिँ त्यो डेलिभरी पार्ट चाहिँ हार्ड हो जस्तो लाग्थ्यो कि डेलिभरी भएपछि चाहिँ यो काल कट्यो जस्तो लाग्थ्यो, तर त्यो होइन रहेछ कि। जब तपाईँ बच्चा हातमा आए पछाडिको अनिको त्यो रेस्पोन्सिबिलिटी निभाउनुको, त्यो नयाँ लाइफमा एडजस्ट गर्नुको चाहिँ गाह्रो छुट्टै हुँदो रहेछ। डोमेस्टिक भाइलेन्समा पनि मैले त्यस्तै फिल गरिरहेको छु। मलाई लाग्थ्यो कि यहाँबाट उम्किनु हार्ड हो, यहाँबाट बाहिर जानु हार्ड हो जस्तो लाग्थ्यो। अब म बाहिर भए पछाडि चाहिँ मलाई फिल भएको छ कि उम्किनु हार्ड थियो होइन, यो फेरि अर्कै हार्ड, किनकि नयाँ रेस्पोन्सिबिलिटी, नयाँ लाइफ, नयाँ फियर होइन। अनि त्यो एक्सेप्ट गर्नु, यो जो पास्टमा भएको कुरालाई चाहिँ हिल गर्नु, त्यही भएर नि मैले चाहिँ सबैलाई अस्ति एउटा भिडियो पनि बनाएको थिएँ मैले, एउटा फ्रकको कहानी, एउटा फ्रक एक्सपेरिमेन्टसँग। त्यही भएर म चाहिँ के भन्छु, तपाईँ चाहिँ पुरै आफूलाई सक्ने बेलासम्म चाहिँ त्यसमा नबस्नु, किनभने तपाईँ त्यहाँबाट बाहिर निस्के पछाडि झन् धेरै इनर्जी चाहिन्छ कि, झन् धेरै आफूमा त्यो बाँच्नको लागि, सर्भाइभलको लागि झन् धेरै इनर्जी चाहिँदो रहेछ। म चाहिँ अलिक त्यो फेजमा छु, अप एन्ड डाउन होइन। कहिले म एकदम ह्याप्पी वारियर जस्तो फिल गर्छु, कुनै दिन म एकदमै कम्प्लिट मेस फिल गर्छु होइन। अब तर सेफ छु, विच इज गुड। र एउटा कुरा चाहिँ के चाहिँ मलाई शक्ति दिन्छ भन्दाखेरि चाहिँ इट विल गेट बेटर के, यो चाहिँ बिस्तारै ठिक हुन्छ होइन। जतिसुकै मलाई गाह्रो होस्, तर भोलिको दिन आजको भन्दा सजिलो हुन्छ भन्ने कुराले चाहिँ मोटिभेट गरिरहेको छ। म त्यसमा वर्कआउट गरिरहेको छु अनि त्यही हो। राम्रो हुन्छ। के एउटा कुरा चाहिँ के हो भने, जे कुरा नि तपाईँसँग हुन्छ नि, जो हामीसँग हुन्छ नि, त्यो एक्सेप्ट गर्न सक्नुहुन्छ, त्यो ठुलो शक्ति हो कि। जे कुरा पनि होइन, राम्रो नराम्रो जे पनि कि त यो कुरा यो हो है, यसलाई एक्सेप्ट गर्नुपर्छ हामीले, वी कान्ट चेन्ज एनिथिङ। एक्ज्याक्टली होइन। कति धेरै मान्छेहरू देख्छु कि मैले है, अब हुनेको लागि केही छैन होइन, तर त्यही कुरामा चाहिँ उनीहरू एकदमै धेरै डिप, लाइक एकदमै सोच्ने, अनि हुनेवाला केही छैन होइन, तर त्यही कुरा उनीहरूलाई खाइरहेछ कि। त्यही भएर मलाई के लाग्छ नि, मान्छेले जे कुरा हो त्यसलाई एक्सेप्ट गर्यो भने नि लाइफ एकदमै इजी हुन्छ कि, मलाई चाहिँ त्यो लाग्छ। अनि एक्सेप्ट के भन्दाखेरि चाहिँ पास्टमा गएर केही चेन्ज गर्न सकिन्न, अरू मान्छेलाई चेन्ज गर्न सकिन्न। मसँग हिजो एउटा बहिनीले फोन गरेर उसँग पहिला नि कुरा भइरहेको थियो, लिटरली 2 घन्टा जति रह्यो कि, मलाई मेरो बुढाले यस्तो गर्यो, मलाई मेरो ससुराले यस्तो, सासूले यस्तो। अनि मैले उहाँलाई भने त्यो कुरा अलरेडी उहाँले मलाई पहिला सेयर गरिसक्नु भएको छ कि। आई अन्डरस्ट्यान्ड है, म बुझ्छु उहाँले त्यो कुरा उहाँलाई गाह्रो भएको छ भनेर होइन। अनि उहाँ भन्नुहुन्छ कि मैले काम गर्न छोडेँ, मैले पढ्न छोडेँ, म अहिले ओछ्यानमा सुतिरहेको छु, म के गर्न सक्दिनँ, म माइतीको घर बस्नु भएको छ होइन। अब उहाँको आफ्नै कहानी छ, उहाँको कहानी एकदम भयावह छ होइन। अझ यो मैले उहाँलाई भनेँ कि हिजो कहिलेसम्म त्यो सुतेर बस्नुहुन्छ होइन, उनीहरू त आफ्नो लाइफ जिइरहेको छ, उनीहरू मुभ अन भएका छन्। अनि उनीहरूले मलाई यस्तो भन्यो अरे, उनीहरू मलाई यस्तो भन्यो अरे, समाजमा मलाई यस्तो कुरा भन्यो अरे। अनि मैले उहाँलाई भनेँ कि त्यो कुरा तपाईँको कन्ट्रोलमा छैन, तपाईँको हातमा छैन, तपाईँ अरूको मुख छोड्न सक्नुहुन्न, अरूको दिमाग चेन्ज गर्न सक्नुहुन्न। तपाईँको कन्ट्रोलमा भएको कुरा भने तपाईँ आफूलाई कसरी अगाडि बढाउने होइन। उसले कसले मेरो बारेमा के भन्यो भनेर त्योतिर नजानु, ब्याकमा गएर मलाई अनफेयर भयो, मैले त्यस्तो डिजर्भ गर्दैन थिएँ, मलाई तिनीहरूले गरेको बिहेभियर गलत भयो, वो गलत भएको हो होइन। फाइट गर्नुपर्छ, गलत भएको हो बोल्नुपर्छ, त्यहाँबाट अगाडि बढ्नुपर्छ। तर मलाई किन यस्तो भयो, म यो डिजर्भ गर्दैन थिएँ, एक्ज्याक्टली त्यो भनेर गर्नु भनेको चाहिँ आफूलाई झन् त्यो के भन्छ नि, त्यो खाल्डोभित्र झन् त्यो कालो त्यो भयावह खाल्डोभित्र झन् भित्रभित्र पस्नु हो कि। त्यही भएर जे भयो भयो, त्योबाट मैले पाठ लर्न गर्ने हो। फाइट गर्नुपर्छ गर्ने, कुरा गर्नुपर्छ गर्ने, के गर्नुपर्छ गर्ने होइन, त्यो छ। तर त्यसलाई इमोसनली लिने, किनभने अबको उहाँलाई मैले भने कि अब तपाईँको वर्कआउट भनेको तपाईँमा हुनुपर्छ कि, तपाईँ कसरी ओछ्यानबाट उठ्ने होइन, साथीहरू बनाउने, मेडिटेसन गर्ने, योगा गर्ने, हेल्दी खाने, काममा जाने, आफूलाई त्यहाँबाट निकाल्नुहोस्। काममा जानु, उहाँले भन्नुभयो कि मैले काम पनि छोड्दिएँ, पढाइ पनि छोड्दैन, जानुहोस्, ड्राइभ गर्नुहोस् कि जबरजस्ती जानुहोस्, तर एटलिस्ट ओछ्यानबाट बाहिर निस्किनुहोस् कि। अब त ओछ्यानमा बसेको छ अनि कसले फोन गरेको थियो, तेरो बारे यस्तो सुनाइदिएको थियो भनिदिन्छ, त्यो झन् काम नगरिकन मान्छे बस्यो भने एकदम धेरै सोचिन्छ, एकदमै धेरै सोचिन्छ।
अनि अर्को कुरा के भने काम यो मान्छे जे भन्छ नि अर्काले के भन्यो कसो गर्यो त्यो बेलामा मान्छेले एन्सर ठ्याक्कै दिनु पर्दो रहेछ मुखमा त्यो भएपछि मान्छे स्टप हुँदो रहेछ हामीले चाहिँ सहन्छौँ नि उनीहरूलाई चाहिँ अब त्यो पीडा दिने बानी के बानी होइन त्यो हुँदो रहेछ के भने यसलाई केही नि हुँदैन यसले जे गरे नि हुन्छ हामीले जे गर्दा नि हुन्छ भन्ने उसले माइन्ड गर्दैन मैले त्यो होइन त्यस्तो अनि बाहिरको मान्छेहरू पनि प्याच केही भनिरह अनि कोहीले केही नै के रेस्पोन्सै नै के त्यत्तिकै हाँस्दै सक्यो कि अनि मैले के सोचेँ भने है कोही मान्छेले नि कोही मान्छेलाई जे पाए त्यही भन्न पाइँदैन कसैले पनि कसैलाई के आधारमा आएर भनिदिँदा नि होइन अब हो तपाईँको घरको बुवा मम्मी नानी यस्तो भएछ बुढाले ल तिमीलाई यस्तो भएछ यस्तो नर्मल कुरा माइनर कुरा भयो तर कोही मान्छे आएर भेट्यो तिमी त यस्तो उस्तो लाइक हाउ कम होइन कसरी आयो अनि त्यो बेलामा यो कुरा यस्तो हो नि हामीले भनिदियो भने नि त्यो मान्छे डिस्टर्ब हुँदो रहेछ कि मैले कति 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 कुराहरू चाहिँ यो कति कुरा सिक्यो भने तपाईँलाई कसैले केही भनेको कुराहरूमा चित्त बुझ्दैन भने त्यतिखेर स्टप अनि कुरा गर्ने कि किन तपाईँले यस्तो भन्नुभएको मलाई अनि के कारणले यस्तो सोध्नुभयो या तपाईँको अब जस्तै अब डोमेस्टिक भाइलेन्स अब उहाँ तपाईँले स्टोरी भन्नुभयो यस्तो यस्तो भएको रहेछ अनि उनीहरूले भन्दाखेरि चाहिँ तपाईँलाई भएको के गर्नुहुन्थ्यो तपाईँको घरमा होइन मलाई परेर मैले पीडा भोगिरहेको छु तपाईँहरूले त मलाई त्यसमा हिलिङ हुनको लागि पो मलाई हेल्प गर्नुपर्ने हो त नि तपाईँहरूले झन् त्यसमै थप्नुको लागि मलाई कन्ट्याक्ट गर्ने होइन नि त तपाईँहरू यस्तै हुन्छ नि मलाई फोनै नगर्नु या मेरो घरमै नआउनु या मेरो बुवा मम्मीसँग पुरै नगर्नु हामीले अरू त केही गर्नै सकिन्न कि सो आफ्नो लागि आफू नै बोलिरहेछ कि पहिला सुरुमा चाहिँ होइन तपाईँले स्टेप स्टार्ट गर्नुभयो भने त्यसपछि बरु साथ दिने मान्छे होलान् गाह्रो समयमा अफकोर्स अब साथ दिने मान्छेहरू कमै हुन्छ होइन तर पनि जब तपाईँले स्टेप स्टार्ट गर्नुहुन्छ नि हिँड्न आफूले सुरु गर्नुहुन्छ नि त्यसपछि हाम्रो बच्चा पनि आउँछ नि बच्चा पछाडिबाट बाबा मम्मी को हुनुहुन्छ सपोर्ट गर्न आउनुहुन्छ नि त्यही हो कि आफ्नो लागि आफैले आवाज उठाएर मात्रै चाहिँ त्यो हुन्छ नत्र भने चाहिँ हुँदैन हामीलाई चाहिँ कस्तो लाग्छ भने म पनि सेमै थिएँ स्टिल छु जस्तो लाग्छ होइन कस्तो भन्दाखेरि अरूले देख्छन् म मेरो 200% दिन्छु 100 पनि होइन 200% दिन्छु अरूले देखाएको छन् अरूले देखेको छन् अरूले बोल्छन् कोही न कोहीले मान्छेले देखाएको छ नि त मेरो मैले कति कन्ट्रिब्युट गरिरहेको छु मान्छेले देखाएको छ मान्छेले बोल्छन् जस्तो लाग्छ नि कसैले बोल्दैन कि यदि तपाईँले तपाईँको लागि बोल्नुहुन्न भने उनीहरूले किन बोल्ने मर्का परेछ तपाईँलाई तपाईँले असर परेछ तपाईँलाई अब तपाईँ नै बोल्नु भएको छैन भने म किन बोल्ने म त नेक्स्ट पर्सन हो नि त होइन त्यही नै हो सबैभन्दा बिग प्रब्लम भनेको अनि फेरि हाम्रो कम्युनिटी चाहिँ कस्तो भन्दाखेरि अलिक बढी रमिता अलिकति बढी स्टोरीहरू बढी खोज्ने के अनि रमितामा खुसी इन्टरटेनमेन्टको लागि के अब जे भएको छ त्यसमा चाहिँ के भएको छ अलिकति ट्विस्टहरू गर्ने इन्टरटेनमेन्ट खोज्ने यस्तो एक्स्ट्रा स्पाइसी थपिने होइन मरमसला गरेर चट्ट हुँदै नभएको कुरा पनि तपाईँलाई थाहा हुन्छ मेरो लाइफको बारेमा मलाई थाहा भएको कुरा उहाँहरूलाई थाहा भइसकेको हुन्छ अनि अर्को चाहिँ बााउन्ड्रिज छैन के बााउन्ड्रिज छैन कति हामी क्लोज छौँ एकअर्कासँग तर के सोध्ने के नसोध्ने कति इन्टरफेयर गर्ने कति नगर्ने त कति मोटा कि पैसा कहिले पाउने कति पैसा कमाछेस् घर कहिले किन्ने पैसा कहाँ राखेछेस् पैसा के गर्छौ लाइक टुमच के होइन अब बच्चाको बारेमा स्यालेरीको बारेमा मोटापनको बारेमा कतै दुख लाग्यो खानु पर्दैन किन मोटाको बच्चा कस्तो भत्ता देखेको होइन लाइक नो बाउन्ड्रिज के सोध्ने के हुन्छ नि अथवा यसरी क्वेसन सोध्नु मान्छेसँग चाहिँ टाढै बस्छ बिहे नगरिकन दुख लाग्यो भनेदेखि के केटासँग ब्रेकअप भयो क्या लाइक लिटरली के अनि मोटा भनेदेखि बिहे गर्ने किन यस्तो मोटाको होइन भोलि अब अहिले के भने जस्ट बााउन्ड्रिज छैन मान्छेलाई यो चाहिँ मैले पढाउन पनि पर्छ जस्तो लाग्छ कि स्कुलमा हाम्रो पढाइ भनेको चाहिँ अरूको लागि हामी भन्छौँ पनि नि त घरमा पनि हामी सोच्छ नि आफ्नो लागि होइन अरूको लागि बाँच्नुपर्छ लिटरली अरूको लागि बाँच्ने कि अरूको लागि बाँच्ने अरूलाई हेल्प गर्ने तिमी आफ्नोलाई होइन अरूको लागि बाँच्नुपर्छ त्यसमा गीत छ लेख छ सिकाइन्छ त्यही होइन अनि के हुँदो रहेछ भन्दाखेरि चाहिँ तपाईँ पनि अरूको लागि बाँचिरहनु भएको हुन्छ होइन तपाईँ अनह्याप्पी तपाईँ आफ्नो लाइफ तपाईँको डिजास्टर छ तर तपाईँ अरूलाई तपाईँ आफै हेल्प चाहिने मान्छे तपाईँ आफै भर्नेबल हुनुहुन्छ तपाईँ आफै डिजास्टर भएर बसिरहनु भएको छ दिने कि दिने तपाईँलाई टाउको दुखेर फुट्ने बेला भन्छ अब घरमा अरूलाई चिया पकाएर दिने अरूलाई पानी दिने अरू तपाईँले त फर्स्टमा तपाईँलाई हेल्प चाहिएको छ नि होइन अनि के हुँदो रहेछ भन्दाखेरि तपाईँ आफूले आफूलाई केही गर्न सक्नु भने तपाईँ अरूलाई बाँचिरहनु भएको छ म पनि त्यही गरिरहेको छु कि अनि के आउँछ फ्रस्ट्रेसन आउँछ कि तपाईँ पनि फ्रस्ट्रेट हुनुहुन्छ म पनि फ्रस्ट्रेट हुनुहुन्छ हो त्यो पछि के हुन्छ एङ्गर फ्रस्ट्रेसन अनि त्यो बाई हुन्छ नि गाली त्यो हाम्रो समाजमा एकदम एकअर्कालाई एकदम बिला गर्ने त्यो गर्नेमा चाहिँ किन लाग्छ भन्दाखेरि चाहिँ नो बडी इज ह्याप्पी के नो बडी इज किनभने कसैले पनि आफ्नो लागि टाइम दिएको छैन कि अरू अनि बस्ने उमर नै बढी हुन्छ नि कुरा काट्ने किन भन्दाखेरि नि
म आफू पीडित छु हो मैले लाइफ बाँच्न पाएको छैन भने म तपाईँले पनि लाइफ बाँच्छ त मलाई त ऊ हुन्छ नि त म दुखी छु भने तपाईँ खुसी हुनुभएको म देख्नै सक्दिनँ एक्ज्याक्टली सक्दैन त्यो हो के कुरा म एकदम अब घरेलु हिंसा कसरी स्टार्ट हुन्छ यो कसरी चाहिँ सुरु हुन्छ घरेलु हिंसा फर्स्टमा त घरेलु हिंसा भने के हो भन्ने बुझ्छौँ है अब हामीले अहिलेसम्म बुझ्दाखेरि चाहिँ घरेलु हिंसा भनेको चाहिँ बुढाले बुढीलाई टुट्टो पारेर एकदमै कुट्ने के होइन अब त्यो कम्तीमै गलत आउनु पर्यो निलाम हुनु पर्यो होइन कपाल छेक हुनु पर्यो त्यो भन्छ अलिकति हिंसा भएको हो कि भनेर मान्ने अब त्यो पनि रिजन किन होइन घरेलु हिंसा भनेको चाहिँ कुनै पनि घरमा परिवारभित्र कुनै पनि व्यक्तिले एकले अर्कालाई चाहिँ अनकम्फर्टेबल अथवा फियर के डर पैदा गराउने चाहिँ फ्यामिली भाइलेन्स हो कि हात हाल्नै पर्दैन कुट्नै पर्दैन ठुलोसोले बोल्नु पनि पर्दैन तर विभिन्न ट्याक्टिकको थ्रुबाट विभिन्न अब माध्यमबाट चाहिँ उसलाई चाहिँ एउटा डरमा कुनै पनि व्यक्तिलाई डरमा राख्नलाई चाहिँ घरेलु हिंसा भनिन्छ सासू ससुरा भाइ बहिनी आमा बुवा श्रीमान श्रीमती सबैबाट क्या लाइक अब हामी चाहिँ बढी श्रीमान श्रीमतीलाई बढी फोकस गर्छौँ होइन किनभने उहाँसँग मेन पर्सन भएको इभन सासूले पनि होइन सबै नै महिला प्रायः हुन्छ होइन त्योसँग गएकै छैन क्या हामी होइन प्रायः जस्तो चाहिँ महिलै हुन्छ महिलालाई त त्यसलाई चाहिँ भन्छ घरेलु हिंसा अब धेरै फर्ममा हुन्छ होइन फिजिकली हुनसक्छ फिजिकली मतलब कसैलाई कुट्ने पिट्ने धकेल्ने लाइक फिजिकल छोएर र नछोएर पनि फिजिकल भाइलेन्स हुन्छ जस्तै धम्क्याउने होइन तँलाई म यस्तो गरिदिन्छु यस्तो गरिहेर त म तँलाई के गर्छु तर बाबालाई उ गर्ने अथवा घरपालुवा जनावर हुन्छ नि घरपालुवा जनावरलाई हार्म गर्ने अथवा हार्म गर्छु भन्ने पनि त्यो पनि फिजिकल भाइलेन्समा आउँछ होइन गर्नु पर्दैन गर्छु म तँलाई पिडिदिन्छु घर त हेर तर म के गर्छु छुनु भएको छैन नि त जस्तै तपाईँलाई थुनिदिनु होइन त्यो तपाईँलाई घरको ढोकाभित्र लाएर थुनिदियो भने तपाईँलाई छुनु परेन नि त त्यो पनि भाइलेन्स किन तपाईँलाई त बाहिर जानु पाउनु भएन नि त होइन जस्तै तपाईँ अपाङ्ग हुनुहुन्छ तपाईँ व्हिल चेयर चाहिन्छ तपाईँलाई क्रचेस चाहिन्छ हिँड्नुको लागि भने तपाईँको व्हिल चेयर लुकाइदिनु तपाईँलाई क्रचेस नदिनु यस्तो यस्तो कुराहरू जसले चाहिँ तपाईँको फिजिकल मुभमेन्टहरूलाई पनि रेस्ट्रिक्ट गर्छ नि त्यसलाई भन्छ फिजिकल भाइलेन्स होइन त्यो हामी चाहिँ फिजिकल भाइलेन्स भन्ने बित्तिकै र निलाम देखा पिटेको छ भन्ने अर्को सधैँ पनि निलाम बस्छ भन्ने पनि छैन अर्को हुन्छ फाइनेन्सियल अब्युज फाइनेन्सियल अब्युज भन्नाले कस्तो भन्दाखेरि तपाईँको फाइनेन्सियल डिसिजन तपाईँलाई गर्न नदिने तपाईँले काम गरेर आउनुहुन्छ तपाईँलाई पैसा नदिने अथवा तपाईँले काम गरेर आएको पैसाको हिसाब मैले माग्ने होइन तपाईँलाई नभनिकन पैसा निकाल्ने अथवा तपाईँलाई कुनै पनि लोन लिनको लागि जबरजस्ती साइन गराउन लाउने होइन तपाईँको विल हुन्छ नि के भन्छ यो बकसपत्र के भन्छ विललाई बकसपत्र होइन बकसपत्र चेन्ज गराउनु जबरजस्ती सबै कुरा जबरजस्ती तपाईँले खुसीले तपाईँको एटिएम कार्ड मलाई दिनुहुन्छ भने भाइलेन्स होइन तपाईँले जबरजस्ती तपाईँको एटिएम कार्ड लिन्छु तपाईँको हिसाब तपाईँले मलाई खुसी साथ दिनुहुन्छ मलाई ल यति यति हिसाब मैले यहाँ गरेँ होइन अनि तपाईँलाई अनुमति चाहिने होइन सबै पैसा खर्चन अनुमति चाहिने तपाईँको फाइनेन्सियल डिसिजनमा तपाईँको हात नहुने फाइनेन्सियल अब्युज त्यो चाहिँ एकदम धेरै हुन्छ हाम्रो फ्यामिलीमा होइन हाम्रो घरमा तर हामी चाहिँ कस्तो भने एउटा परिवारमा त्यस्तो हुन्छ भन्नुहुन्छ होइन तर कस्तो भने तपाईँको पैसामा तपाईँको अधिकार नहुनुलाई फाइनेन्सियल अब्युज भनिन्छ जस्तै त्यो चाहिँ कसरी गर्न सकिन्छ तपाईँले पैसा कमाउने तर तपाईँको पैसा चाहिँ तपाईँको अकाउन्टमा नआएर बुढाको अकाउन्टमा आउने है जस्तै तपाईँसँग पैसा छ तर तपाईँले खर्च गर्न नपाउने तपाईँले गर्नुभएको खर्च एउटा पाइ हिसाब अरूलाई बुझाउनु पर्ने के सेयर गर्ने यस्तो मलाई सेयर गर्ने होइन कि लिटरली तपाईँले बुझाउनुपर्छ तपाईँको चाहिँ त्यो रेस्पोन्सिबिलिटी के अब्लिगेट के बुझ्नुभयो अनि अर्को चाहिँ तपाईँको पैसा तपाईँलाई नभनेको नझिक्ने होइन तपाईँको कार्डहरू लिने तपाईँ जस्तै तपाईँको कार्ड लिने तपाईँको पैसाहरू झिक्ने तपाईँले कमाएको पैसा तपाईँको इच्छा विरुद्ध नेपाल पठाइदिने अथवा आफूले युज गरिदिने तपाईँको विल बकसपत्र चेन्ज गर्न लगाउने जबरजस्ती अनि त्यो मात्रै होइन कि तपाईँको नाममा जबरजस्ती लोन लिन लगाउने तपाईँको नाममा जस्तै तपाईँको कार लोन लियौँ नेपालमा यहाँ त कति धेरै लोनमा काम हुन्छ नि होइन गाडी लोनमा ल्याउँ किनभने त्यो तपाईँलाई स्ट्रेस भयो नि त होइन तपाईँको नाममा 1 लाखको लोन भयो भने त मैले तपाईँले तिर्नुपर्छ नि अनि आफूले कुनै पनि खर्च नगरेर हामी 2जना छौँ तपाईँ म 2जना कमाउँछौँ
अब म अहिले काम गर्छु तर मेरो पैसा म केही पनि खर्च गर्दिनँ र घरको सबै हाउस होल्ड एक्टिभिटिज तपाईँले मात्रै गर्नुपर्छ भने छोड्छु भने त्यो पनि फाइनेन्सियल अब्युज हो किनभने त्यसले त तपाईँलाई फेरि स्ट्रेस दियो त फाइनेन्सियली तपाईँले त बाहिर केही गर्न पाउनु भएन नि त्यस्तो नि हाम्रो कति हुन्छ क्या यहाँनिर कसैले आफूले गएर पैसा केही पनि युज नगर्ने कहाँ छ हिसाब किताब छैन अनि बुढीले गएर पैसाको चाहिँ पाइ देखाउनु पर्ने हिसाब गर्नुपर्ने हुन्छ नि त्यो पनि फाइनेन्सियल अब्युज पर्छ क्या सबै कुरा कन्ट्रोल गर्ने क्या तपाईँको त्यसलाई भन्छ कोहेसिभ कन्ट्रोल अब त कसैले हेर्दाखेरि चाहिँ एकदम यो एकदमै के भन्छ केयरिङ देखिन्छ के होइन यो लिप्स्टिक नलगाऊ तिमी अर्को लिप्स्टिक लगाऊ भन्न पाइयो होइन अफर गर्न पाइयो तर तेल लाउनुपर्छ त्यो लाएन भनेदेखि चाहिँ तपाईँले के कन्सिक्वेन्स भोग्नुपर्छ भने त्यो भाइलेन्स भयो मैले तपाईँलाई कपडा ल्याउनु पाएँ होइन मलाई त पर्सि पार्टीको लागि तिमी लिएर आऊ भनेर ल्याइदिनु पाएँ तर त्यही नै लाउनुपर्छ त्योभन्दा बाहेक अरू लाउनु पाउँदैनस् भन्यो भने त्यो पनि भाइलेन्स भयो तर बाहिर मान्छेले त कस्तो भने वाउ सो लभिङ सो केयरिङ होइन त्यसलाई भन्छ कोहेसिभ कन्ट्रोल त्यसले चाहिँ अनि त्यो मात्रै होइन त्यसमा चाहिँ अझ लाउने खाने मात्रै होइन क्या तपाईँले जस्तै भगवान् पुज्ने कुरामा कसलाई पुज्ने कसरी पुज्ने कसलाई भेट्ने कसलाई नभेट्ने कोसँग कुरा गर्ने चाहिँ हुन्छ नि एकदम तपाईँको लाइफको सानो सानो कुराहरूको डिसिजन चाहिँ उसले अरू कसैले गरेर तपाईँले आफ्नो डिसिजन मेकिङ गरेर नदिने त्यसलाई भन्छ कोहेसिभ कन्ट्रोल अर्को हुन्छ भर्बल अब्युज होइन भर्बल अब्युज भनेको बोलेर होइन बोलेको मेरो बोलीको कारणले गर्दाखेरि तपाईँलाई अब्युज गर्ने तपाईँलाई चाहिँ पावरलेस फिल गराउने अब गाली गरेर हुन्छ कि तपाईँलाई क्रिटिसाइज गर्ने हुन्छ नि यो भएन त्यो भएन तपाईँको बढीमा गर्ने हो कि होइन अथवा तपाईँको परिवारमा तेरो बाउ यस्तो तेरो आमा यस्तो त यहाँबाट आयो कि होइन अथवा तपाईँको आफ्नो जस तपाईँलाई चाहिँ अनि तपाईँले सोचेका कुराहरू के तपाईँलाई लाग्छ कि ल तपाईँलाई लाग्छ अब तपाईँको जस्तै आफ्नो वे अफ प्यारेन्टिङ होला होइन तैँले सोचेको कुरा चाहिँ गलत छ होइन त्यो त भ्यालु गलत छ तैँले सिकाएको कुरा गलत हो तैँले पढाएको कुरा गलत हो लाइक तपाईँले भनेको कुराहरूलाई चाहिँ त्यसलाई चाहिँ भ्यालु नदिने के होइन त्यसलाई चाहिँ बिलिटी अर्को छ इमोसनल एब्युज तपाईँलाई चाहिँ इमोसनली टर्चर गर्ने अब कसरी गर्ने भन्दाखेरि जस्तै साइलेन्ट ट्रिटमेन्ट दिने होइन तपाईँ बोल्न चाहिरहनु भएको छ भनेदेखि कुरा नगरिदिने तपाईँलाई गोस्टिङ गर्ने हुन्छ नि जस्तै तपाईँ चाहिँ एक्जिस्टै गर्नु तपाईँ चाहिँ हुँदै हुनु जस्तो तपाईँ नि होइन तसँग किन भने त को हो र होइन तसँग एउटा कम्युनिकेसन गर्न लागेको त को हो जस्तो एउटा बिहेभ गरिदिने होइन अर्को चाहिँ तपाईँले यो तपाईँको जुन एउटा बिलिफ छ होइन तपाईँले जेसुकै बिलिभ गर्नुहुन्छ त्यो बिलिफहरूलाई चाहिँ केही पनि होइन त्यो गलत हो भनेर तपाईँलाई आफ्नै बिलिफमा गलत गराइदिने ग्यास लाइटिङ पनि पर्छ ग्यास लाइटिङ भनेको चाहिँ आफूले गरेको गल्तीको चाहिँ तपाईँलाई भिक्टिमलाई दोष दिने कि होइन तैँले यस्तो गर मैले यस्तो गर्नु पर्यो मैले तपाईँलाई पिटेछु तैँले मलाई सुटाइस् म त्यही भएर तैँले पिटाएँ तैँले पिटाइ खाने काम गरिस् तैँ मैले सुटाइस् तपाईँले मलाई खाना दिनुहुन्छ म पोख्छु तैँले गर्दाखेरि मैले पोख्नु पर्यो होइन चाहिँ कस्तो भने यसमा चाहिँ नार्कोसिस पनि यसमा आउँछ होइन अब उसले कस्तो भने मै सही छु म चाहिँ गलत हुन सक्दिनँ होइन अनि म सही हुनलाई चाहिँ तपाईँ गलत हुनु पर्यो तपाईँलाई गलत पार्नु पर्यो किन मैले तपाईँलाई कुटेको त म गलत हुन सक्दिनँ नि त तपाईँ गलत भएर मैले तपाईँलाई कुट्नु बाध्य भयो नि त यस्तो कुराहरू पर्छ ग्यास लाइटिङ होइन अब जे कुरा भएको छ तैँले गर्दा भयो मैले मेरो गल्ती छैन क्या मैले हात छोडे गल्ती होइन मैले मुख छोडे गल्ती होइन मैले थुक्या मैले कुट्या गल्ती होइन तैँले मलाई गर्न बाध्य गरिस् ग्यास लाइटिङ पर्छ अनि जस्तो तपाईँ ड्राइभ गरिरहनु भएको छ होइन अस्ट्रेलिया के छ भने एकदम रेकलेसली ड्राइभिङ गरिदिन्छ नि अब तपाईँ कहीँ गइरहनु भएको छ रिस उठ्यो तपाईँसँग बोल्नु परेन के त्यस्तै हो तपाईँलाई त इमोसनली तपाईँ कस्तो हुन्छ होइन अथवा त्यसलाई क्रिटिसाइज गर्ने होइन तपाईँको फ्यामिलीलाई क्रिटिसाइज गर्ने त्यस्तो कुराहरू चाहिँ इमोसनल अब्युज तपाईँलाई चाहिँ इमोसनली टर्चर गर्नु पऱ्यो कि होइन ब्ल्याकमेल गर्ने अथवा तपाईँलाई चाहिँ तैँले यस्तो गरिस् भने म यस्तो कुरा मान्छेलाई भनिदिन्छु पोस्ट गरिदिन्छु होइन तपाईँलाई चाहिँ इमोसनली बाई धेरैवटा मिन्स हुन्छ होइन कस्तो के गर्दाखेरि तपाईँलाई टर्चर हुन्छ त्यो गर्ने क्या तपाईँलाई इमोसनली टर्चर गर्ने हुन्छ अर्को छ सोसियल अब्युज सोसियल अब्युज भनेको चाहिँ तपाईँलाई सोसियली तपाईँ कसरी इन्टरेक्ट हुनुहुन्छ भन्ने कुरालाई कन्ट्रोल गर्ने होइन तपाईँ कहाँ पार्टिसिपेट गर्न पाउने कहाँ गर्न नपाउने कसलाई भेट्न पाउने कसलाई भेट्न नपाउने इभन होइन अब के इन्फर्मेसन सेयर गर्न पाउनुहुन्छ के पाउनुहुन्न होइन तपाईँ जस्तै अब कुनै अब तपाईँको ग्रुप हुन्छ नि एउटा कुनै आबद्ध हुनुहुन्छ नि अब कुन ग्रुपमा तपाईँ आबद्ध हुने जस्तो मानौँ तपाईँलाई अब नेपाली कम्युनिटीमा जान मन छ भने त्यहाँ जान नदिने जस्तो हुन्छ नि सोसियली तपाईँ कसरी एक्टिभ हुनुहुन्छ होइन त्यो कुरालाई चाहिँ
रेस्ट्रिक्ट गर्नेलाई चाहिँ तपाईँले कसलाई भेट्ने कसलाई नभेट्ने, तपाईँले कसलाई साथी बनाउने कसलाई नबनाउने, अनि जस्तै सोसियली तपाईँले कसलाई के सेयर गर्ने, मतलब तपाईँको सोसियल मिडियामा पनि के सेयर गर्ने के सेयर नगर्ने भन्ने कुराहरू। तपाईँले आइटीमा पनि आउँछ होइन, अहिले आइटी अब्युज पनि हुन्छ। अर्को छ स्पिरिचुअल अब्युज। स्पिरिचुअल अब्युज भनेको चाहिँ तपाईँको एउटा आत्मिक यात्रा, तपाईँको जे छ तपाईँको एउटा अन्डरस्ट्यान्डिङ, हजुर, त्यसमा तपाईँलाई पावर कन्ट्रोल नदिनु। फर इक्जाम्पल तपाईँ आउनु भएको होला मासु खाने फ्यामिलीबाट, म होला मासु नखाने मानौँ म केटा भएँ भने तपाईँले चाहिँ बिहे गरेर आए पछाडि चाहिँ अब मासु खान नपाउने होइन, अथवा तपाईँ मासु नखाने परिवारबाट हुनुहुन्छ, म मासु खानेमा छु भने तपाईँले आएर मासु खानुपर्ने होइन, तपाईँको इच्छा विरुद्ध तपाईँलाई मन लगाएर खानुभयो फेरि फरक है, फेरि इच्छा विरुद्ध गर्नु पर्यो भने। अथवा तपाईँलाई मानौँ तपाईँ एउटा कुनै मान्नुहुन्छ, लेट्स से म एकदम उसो मान्छु, मलाई उसो एकदम मनपर्छ होइन, उसो तपाईँलाई उसो मन नपर्न सक्छ होइन, तपाईँले उसको बारेमा के बुझ्नु भएको छ तपाईँलाई मन नपर्न सक्छ, मलाई मन पर्न सक्छ, अथवा तपाईँले फलो गर्ने मान्छे मलाई मन नपर्न सक्छ। मन नगर्नु मतलब म त्यति धेरै रेस्पेक्ट नआउनु सक्छ नि त, त्यो हुँदाखेरि चाहिँ मेरै सत्य हो, मेरै राम्रो हो, तैँले चाहिँ मैले भने मान्नुपर्छ, त्यो मान्छेलाई तैँले नसुन, त्यो मान्छेको भिडियो नहेर होइन, त्यो मान्छेले भनेको मेडिटेसन नगर अथवा पूजा नगर, त्यसरी भनेर तपाईँलाई कन्ट्रोल गर्छ भने चाहिँ स्पिरिचुअल कन्ट्रोल हुन्छ कि होइन। जस्तो पनि गर्न पाएँ कि तपाईँको आफूले के मान्नुहुन्छ, त्यो तपाईँको मनले खाएको त तपाईँको हो नि त, मेरो होइन त, मेरो छुट्टै हुनसक्छ होइन। र तपाईँले चाहिँ मैले भनेर मान्नुपर्छ, अथवा तपाईँले चाहिँ आफूले गरेको गर्न पाउनु हुँदैन, तपाईँले त्यसरी पूजा गर्न पाउनु हुँदैन, त्यो भगवान्लाई छुन हुन्छ नि, अब त्यो भगवान्लाई प्रे गर्न मान्न पाउनु हुँदैन भनेर भन्छ भने त्यो पनि स्पिरिचुअल हो। यो चाहिँ हाम्रो कम्युनिटीमा एकदमै धेरै हुन्छ, किनभने एउटा केटी बिहे गरेर गए पछाडि कति मान्छे 20 वर्षमा बिहे गर्छ, 20-24 वर्षमा बिहे गर्छ होइन, त्यो बेलासम्म उसको एउटा पर्भेस हुन्छ नि त, एउटा मान्यता हुन्छ, एउटा मूल्य, एउटा मान्यता, एउटा सिस्टममा भएको मान्छे अर्को घरमा बिहे गरेर चाहिँ भोलिपल्टबाट उसको पुरै चेन्ज हुनुपर्छ, कसरी पूजा गर्ने, कुन भगवान्लाई पूजा गर्ने होइन। अब नेपालमा कति धेरै छ जस्तो फर्टिलाउनेहरू, प्रणालीहरू, मासु खाने मासु नखाने इधर हो कि होइन। जस्तै अब मासु नखाने, कहिले जिन्दगी मासु नखाएको फ्यामिलीको आएको बुहारी पनि भोलिपल्ट एउटा मासु पकाएर भाँडामा दिनुपर्छ कि जबरजस्ती होइन, खाँदा खुवाउनु पनि कहिले काहीँ त कसैले त फोर्सै गर्छ कि बुढाले खाने पर्छ खानु, दिस इज नट लभ कि मान्छे कस्तो भने बुढाले खुवाए जबरजस्ती खुवाए, मैले कति थाहा छ कि मासु खाने। तपाईँलाई मासु खान मन छैन भने तपाईँले मासु खानुहुन्छ भने पनि यो पनि त अब्युज हो नि, तपाईँको इच्छाले खानुहुन्छ, खानु छैन भने दस फाइन नखानु नखानु भयो नि त होइन। त्यस्तो धेरै किसिमको हुन्छ होइन। जो तपाईँलाई अब तपाईँ ड्रिङ्क्स गर्नुहुन्न, म ड्रिङ्क्स गर्छु होइन भने तपाईँलाई जबरजस्ती ड्रिङ्क्स गराउनु पनि इच्छा विरुद्ध। अब तपाईँ मनपर्छ, तपाईँलाई खानु मन लाग्छ भने त भएन होइन। त्यही हो कि मस्ती भनेको फोर्सफुल हुनु भएन, फियर हुनु भएन कि मैले यो खाइन भने मेरो बुढा रिसाउँछ, मेरो बुढाले मलाई कुट्छ अथवा गाली गर्छ, त जेसुकै तपाईँलाई कस्तो भने एउटा त हिडन रिजन हुन्छ नि, त्यो चाहिँ हुनु भएन कि। त्यो भनेको चाहिँ भाइलेन्स भइहाल्यो कि तपाईँले के गर्नुहुन्छ त्यो एक्सनले फरक भन्दा पनि त्यसको कन्सिक्वेन्स त कहाँबाट आयो कि होइन। जस्तै म तपाईँलाई कुनै कोड दिएँ तपाईँ ह्याप्पी भएर लगाउनुहुन्छ गुड, मैले एक कोड दिएँ तपाईँ डरले लगाउनुहुन्छ भाइलेन्स, बुझ्नुभयो। अनि एकदम धेरै चेकिङ गर्ने, को मान्छे कहाँ पुग्यो कहाँ गएर चाहिँ ट्र्याक गर्ने उसको हर हरकतहरू होइन, जस्तै फोनहरू ट्र्याक गर्ने, को कहाँ गयो उसको साथीहरूको बारे सबै थाहा पाउनु पर्ने भन्छ नि। अब सब काममा पनि के काम भइरहेछ, को गइरहेछ, कस्तो आफूले कुनै पनि खर्च नगरेर, हामी दुईजना छौँ, तपाईँ म दुईजना कमाउँछौँ, अब मैले काम गर्छु तर मेरो पैसामा केही पनि खर्च गर्दिनँ र घरको सबै हाउस होल्ड एक्टिभिटिज तपाईँले मात्रै गर्नुपर्छ भने छोड्छु भने त्यो पनि फाइनेन्सियल अब्युज हो, किनभने त्यसले त तपाईँलाई फेरि स्ट्रेस दियो त फाइनेन्सियली, तपाईँले त बाहिर केही गर्न पाउनु भएन नि। त्यस्तो हाम्रो कति हुन्छ क्या यहाँनिर कस्तो भने आफूले गएर पैसा केही पनि युज नगर्ने, कहाँ छ हिसाब किताब छैन, अनि बुढीले गएर पैसाको चाहिँ पाइ देखाउनु पर्ने, हिसाब गर्नुपर्ने हुन्छ नि, त्यो पनि फाइनेन्सियल अब्युज पर्छ क्या। फाइनेन्सियलमा अर्को एउटा टपिक मैले गर्ने पे गरेपछि अब पे सिङ्गल छुटे उसको केटा मान्छे घर मात्रै पैसा पठाउनु पर्ने, एक्ज्याक्टली केटी मान्छेलाई चाहिँ अब चाहिँदैन होइन, पे गरेर आयो उसको चाहिँ सक्यो, अब काम गर पैसा कमाऊ तर जस्ट उसको बुढालाई र बुढाको फ्यामिली ओके। यो पनि मैले कति धेरै देखिरहेको छु कि त्यहाँ पनि त्यस्तै। अब म इच्छाले पठाउँछु ल, मेरो माइतीलाई केही पठाउनु पर्दैन, मेरो इच्छाले मेरो सासु ससुरालाई पैसाको बढी जरुरत छ भने पठाउँछु, खुसीले पठाउँछु, त्यो केही भयो नर्मल, त्यसै हस्बेन्ड भएको फ्यामिली भएन। तर मलाई मेरो माइतीलाई पठाउन मन छ, मलाई मन छ मेरो माइतीलाई पठाउन मन छ, मसँग पैसा छ र पनि मैले पठाउन पाउँदिनँ भने इट्स क्लियरली अब्युज। त्यही भएर ठ्याक्क भन्छु नि एक्सनले फरक पर्दैन कि एक्सनको मोटिभ के हो त्यसमा चाहिँ बढी हामीले त्यही भएर हामीलाई थाहा हुँदैन कि यो कहाँबाट आइरहेछ भनेर चाहिँ है। हजुर अब 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 अर्कोतिर जाऊँ, अब हामीले त्यसको लागि स्टेप चाहिँ कसरी निकाल्ने, त्योबाट निक्लेर चाहिँ
पैसा लिने मात्रै होइन कि पैसा तपाईँलाई जस्तै मानव तपाईँ काम गर्नुहुन्छ तपाईँलाई काम गर्न नदिने केलाई काम गर्नु पर्यो किन काम गर्नु पर्यो म पैसा कमाएर छु म दिन्छु होइन किनभने तपाईँलाई काम गर्न मन छ तपाईँलाई फाइनेन्सियल इन्डिपेन्डेन्ट हुनु मन छ भने नदिनु पनि फाइनेन्सियल अब्युज हो किनभने त्यसले तपाईँलाई त तपाईँको पावरलेस फिल गरायो नि तपाईँलाई इन्डिपेन्डेन्ट गराएन नि त अनि अर्को चाहिँ कस्तो भन्दाखेरि मैले बढी पैसा कमाउँछु होइन आइ एम द म्यान अफ द हाउस म धेरै पैसा कमाउँछु तैँले के नि गरेछ र भनेर त्यो फाइनेन्सियली स्ट्रङ भएको नाताले तपाईँलाई प्रेसर दिने पनि अब्युजमा पर्छ होइन अनि जस्तै मैले बढी कमाउँछु तैँले कम कमाइस् तैँले सबै घरको काम चाहिँ तैँले गर्नुपर्छ अथवा कमाउने पनि क्या म बढी कमाउँछु त कम कमाउँछेस् होइन भनेर तँलाई चाहिँ त चाहिँ तेरो भ्यालु कम छ पैसा कमाउने मान्छे पनि सेल्फ स्टिम एकदम घटाइदिने क्या है अनि आफ्नै बिलिफलाई आफूलाई नै तपाईँले क्वेसन गर्नुहुन्छ कि एमा ओभर रियाक्ट किनभने एभ्री टाइम चाहिँ उसले त्यस्तै गरेर हुन्छ नि त अनि त्यो गर्दा गर्दै उसलाई त्यो चाहिँ ऊ विश्वास गर्न चाहिँ बाध्य हुन्छ कि ए मेरै गल्ती हो कि मैले यस्तो गरेको हो कि भन्ने अर्को चाहिँ आइसोलेसन पनि हो तपाईँलाई आइसोलेट गर्नु तपाईँको फ्यामिलीबाट आइसोलेट गर्नु तपाईँको साथी सर्कलबाट आइसोलेट गर्नु अथवा तपाईँलाई कम्युनिटी एक्सेसबाट आइसोलेट गर्नु जुन कुरा तपाईँले इन्जोय गर्नुहुन्छ जुन कुरा तपाईँको लागि इम्पोर्टेन्ट छ नि त्यो कुराबाट आइसोलेट गराउनु पनि त्यो डोमेस्टिक भाइलेन्सबाट चाहिँ अब हामी कति धेरै मान्छेहरू परिरहनु भएको छ नि त अब त्योबाट निक्लिनको लागि चाहिँ उहाँहरूले चाहिँ के गर्नुपर्छ त फर्स्ट थिङ भनेको चाहिँ डोमेस्टिक भाइलेन्स इज रियल मतलब डोमेस्टिक भाइलेन्स चाहिँ एक्सेप्टेबल छैन है भनेर चाहिँ हामीले चाहिँ भन्न जरुरी छ कि किन भन्दा हाम्रो समाजमा कस्तो छ भन्दाखेरि चाहिँ अलरेडी झगडा जसको पनि पर्छ बुढाबुढीको झगडा परालको आएको होइन अलरेडी होइन क्लियर बााउन्ड्रिज हुनुपर्छ कतिसम्म म सहन्छु कतिबाट सहँदिनँ भनेर यो कस्तो भन्दाखेरि एक दिनमा यो हुने कुरा होइन कि यो चाहिँ बाई द टाइम बिस्तारै बिस्तारै बिल्डअप हुने कुरा हो कि होइन जस्तै बिगरेको पहिलो हप्तामा इक्जाम्पल चाहिँ अब जोक्समा मजाक गरिएला होइन अलिकति हेपेर जोक्समा भनिएला 1 महिना पछाडि सिरियसली भनिएला होइन 2-3 महिनामा अहिले मैले पिट्छु भनेर झम्टिएला भने 6 महिनामा पिट्न थालिएला होइन अनि त्यो पढ्दै जान्छ अनि कति बेला जस्तै ल एकैचोटिको झगडा त हामी छोड्दैनौँ नि त मान्छेलाई होइन आज तपाईँलाई केही भन्नु अरे उसले भने छोडिँदैन कि होइन ऊ किन रिसाएको थियो हामी चाहिँ बुझ्ने कोसिस गर्छौँ कि ऊ रिसाएको थियो होला उसलाई टेन्सन भएको थियो होला मैले यस्तो गर्नुहुन्न थियो होला भन्छौँ तर बढ्दै गएपछि यति बढी भइसक्छ त्यो बेलासम्म तपाईँको मेन्टल हेल्थ चाहिँ डाउन भइसकेको हुन्छ कि होइन त्यही भएर फर्स्ट थिङ भनेको चाहिँ बााउन्ड्रिज क्रिएट गर्नु जरुरत छ र फ्यामिली भाइलेन्स भनेको एक्सेप्टेबल छैन भाइलेन्स के हो त्यो चाहिँ एक्सेप्टेबल छैन भनेर बुझ्नु जरुरी छ महिलाले अथवा भिक्टिमले होइन महिला पुरुषले हुन्छ अनि भाइलेन्स गर्ने मान्छेले पनि भाइलेन्स चाहिँ एक्सेप्टेबल छैन है किनभने भाइलेन्स देखाएर पावर देखाउनु मतलब कसरी मान्छेले चाहिँ पावर देखाउनलाई भाइलेन्स गर्ने हो नि त होइन आफू ठिक म चाहिँ गलत तिमी चाहिँ गलत म चाहिँ सही अनि म चाहिँ मैले जे गर्दा नि हुन्छ हैन म ठुलो मान्छे म डिसिजन मेकर छु होइन भने त्यो चाहिँ कस्तो भने भाइलेन्स गरेर कहिले पनि पावर पाइँदैन के होइन पर्छ अलरेडी छोरीले सहनु पर्छ भन्ने सिकाइन्छ होइन तर कतिसम्म सहने र कति नसहने भन्ने कुरा चाहिँ एउटा बााउन्ड्रिज आफूले पनि क्रिएट गर्नुपर्छ क्लियर बााउन्ड्रिज हुनुपर्छ कतिसम्म म सहन्छु कतिबाट सहँदिनँ भनेर यो कस्तो भन्दाखेरि एक सोसाइटीले पनि कस्तो भने त्यो कुरालाई चाहिँ बढावा दिने होइन कि यो जसको नि हुन्छ भनेर त्यसलाई चाहिँ फेरि भ्यालु नदिने त्यसलाई के भन्छ नि डिमाइज के त्यसलाई के भन्दाखेरि जस्तै अब कसैले कुरा सेयर गर्छ भन्ने कुरा सिकाउनु जरुरत छ कि स्कुलमै हाम्रो चेन्ज गर्नुपर्छ कि स्कुलदेखि नै अनि अर्को कुरा चाहिँ के भन्दाखेरि तपाईँको रेस्पोन्सिबिलिटी भनेको तपाईँ आफूलाई हेर्ने हो कि अरूको इज्जत अरूको इज्जत ढाक्दिने जिम्मा तपाईँले लिनु भएको छैन कि अरूको टावरले ढाक्दिने जिम्मा तपाईँ कि उनीहरू इख्तियार होइन उनीहरूलाई आफ्नो इज्जत आफूले ढाक्ने हो कि तपाईँले आफ्नो इज्जत बचाउने हो उनीहरूले आफ्नो इज्जत बचाउने हो कि हो नि अब कोहीले चाहिँ हिंसा भइरह उसले सहेर चाहिँ बस्दिँदा चाहिँ इज्जत ढाकिने होइन अब पुलिस केस नगर्दिँदा चाहिँ इज्जत ढाकिने त्यो होइन नि त तर हामीलाई चाहिँ त्यही सिकाइरहेको छ कि हाम्रो सोसाइटीमा चाहिँ यही भइरहेको छ कि यसलाई चाहिँ रोक्न चाहिँ हामीले अब के चाहिँ कदम चाल्ने यो चाहिँ घरबाट स्टार्ट गर्नुपर्छ कि फर्स्ट थिङ त त्यो भनेको बााउन्ड्री सेट गर्नु सेकेन्ड थिङ भनेको चाहिँ सपोर्ट सेक गर्ने कि कुरा गर्ने तपाईँले भोकेर बस्नु भएको छ मैले भोकेर बस्छु हो तपाईँलाई लागेको छ तपाईँ मात्रै हो संसारमा जसलाई चाहिँ डोमेस्टिक भाइलेन्स भइरहेछ मलाई लागिरहेको छ कि सबैजना खुसी छ मलाई मात्रै भइरहेछ ममा के कमजोरी छ मैले के कुरा राम्रोसँग गर्न जानिरहेको छैन अब होइन तर के भन्छ ओपन अप कुरा गर्नु जरुरी छ कि मलाई यस्तो भइरहेको छ सपोर्ट चाहियो भनेर होइन अनि फर्स्ट थिङ थाहा पाउनु पऱ्यो भाइलेन्स भएर चाहिँ सेकेन्ड थिङ सपोर्ट गर्नु सिक गर्नु पऱ्यो कि अनि सपोर्ट सिक गर्नुलाई इजी छैन होइन
कम्युनिटीबाट पनि गाह्रो सपोर्ट फ्यामिलीबाटै हुँदैन के यसको लागि त छोरी मान्छे तैँले सहनुपर्छ 1-2 महिना टाइम छैन बच्चा जन्मिसकेपछि ठिक हुन्छ कि होइन त आज 1-2 चोटि यस्तो होला अब कुरा गर भो गर अनि अब हाम्रो यत्रो इज्जत छ समाजमा त यस्तो गरिस् भने के हुन्छ कतिपय फ्यामिली प्यारेन्ट्सहरू हुनुहुन्छ सपोर्ट पनि गर्ने होइन ल त्यसलाई को अब मैले फेरि महिला मात्रै भनेन कोही कोही पुरुषहरू धेरै महिला हुनुहुन्छ कोही कोही पुरुष पनि हुनुहुन्छ होइन तर अब ल हो त नि तिमीलाई गाह्रो भएको छ भने तिमीलाई के गर्दा ठिक हुन्छ त्यही गर भन्ने प्यारेन्ट्सहरू पनि हुनुहुन्छ नहुनु भएन तर थोरैमा हुनुहुन्छ क्या धेरैमा चाहिँ त चाहिँ बस्नै पर्छ उहीसँगै बस्नुपर्छ अब मरिसकेपछि कति मान्छेले आत्महत्या कति मान्छेलाई चाहिँ डोमेस्टिक भाइलेन्सबाट ज्यान पनि गुमाउनु भएको छ नि त्यो गएपछि हाई हाई गरेर के काम के रोएर कराएर के काम के त्यो बेलामा उसलाई निकाल्न सक्यो भने त आफ्नै घरैबाट उनैबाट म चाहिँ यस्तो गराउँछु है भनेर लागि नै पर्यो भने चेन्ज हुन्छ नत्र भने मान्छे विदेश विकसित देशमा मान्छे चेन्ज कहिले हुँदैन होइन यो मेन्टालिटी मान्छेको जे छ नि त्यो चाहिँ कहिले पनि चेन्ज हुँदैन जस्तो लाग्छ मलाई कसरी चाहिँ हुन्छ अनि यसबाट चाहिँ को चाहिँ बढी चाहिँ जोखिममा हुन्छ अब हिंसाको जस्टिफिकेसन छैन है किन हिंसा हुन्छ भने हामी जस्टिफाई गर्नु त यसको कारण चाहिँ हुँदैन हजुर जे नै कारणले भए पनि यो गलत हो हजुर होइन तर मोस्टली डोमेस्टिक भाइलेन्स चाहिँ किन भइरहेको हुन्छ भन्दाखेरि चाहिँ पावर देखाउनको लागि होइन कि म चाहिँ हेड अफ द फ्यामिली हो होइन एउटा पावरको लागि पनि हुन्छ अर्को चाहिँ कसरी पेट्रियार्कल सोसाइटीले गर्नमा चाहिँ केटाले भनेको सबै कुरा मान्नुपर्छ अथवा केटा नै हुन्छ नि सबै सरुवा हो भनेर एउटा हुन्छ अर्को हाम्रो अपब्रिङिङ पनि हो दुईटैको होइन तैँले भनेको त चाहिँ मेनमा मतलब आफूले डोमेस्टिक भाइलेन्स देखेर आएको छ बच्चामा होइन एउटा साइकल पनि हुन्छ नि उसले त्यही हेरेर आएको छ भने उसले फेरि त्यो भाइलेन्स उसले चाहिँ रिपिट गर्ने एउटा साइकल उसले त्यही अब बाउले आमा कुटिरहेको देखेछ भने उसले पनि कस्तो भने एज अ श्रीमान मैले पनि मेरो बुढी कुट्नै पर्छ यस्तो नर्मल यो चाहिँ एउटा हस्बेन्ड वाइफमा हुने नर्मल कुरा हो भने जस्तो हुन्छ नि त्यो हुन्छ अब एङ्गर इस्यु ले हुन्छ नि अब त्यो चाहिँ फेरि अगेन मेन्टल हेल्थ होइन स्टेबल छैन भने अब रक्सीहरू खाने मान्छे होइन अब त्यसमा बढी हुनसक्छ अनि को चाहिँ रिक्समा छ भन्दाखेरि चाहिँ सबैजना छन् है हाम्रो नेपालमा मात्रै होइन हाम्रो लाग्छ नेपालमा बढी छ जस्तो लाग्छ एसियन कन्ट्रीमा बढी छ जस्तो लाग्छ यहाँ पनि युरोपियन कन्ट्रीमा पनि अथवा अस्ट्रेलिया जहाँ छ होइन जुनसुकै कम्युनिटीमा छ जतिसुकै पढे लेखेको जतिसुकै धनीमानी एभ्री ग्रुपमा छ सबैतिर छ विभिन्न पर्पसमा सबैतिर छ होइन तर मान्छे कति बेला चाहिँ अझ बढी भिक्टिम अझ बढी भल्नरेबल हुन्छ भन्दा चाहिँ प्रेग्नेन्सीमा अझ बढी भल्नरेबल हुन्छ होइन महिलाहरू भल्नरेबल जहिले पनि हुन्छन् बुढेसकालमा अझ बढी भल्नरेबल हुन्छन् भने ट्रान्सजेन्डर एलजिबिटिआइक्यूहरू हुन्छ नि उहाँहरू बढी भल्नरेबल हुन्छ कि लाइक सबैलाई रिस्क छ केटालाई पनि छ होइन अस्ट्रेलियाको व्हाइट भनौँ न अब अस्ट्रेलियामा राम्रो काम गर्ने एउटा केटा मान्छे एउटा स्ट्यान्डर्ड काम गर्ने केटा मान्छे पनि उत्तिकै भाइलेन्स त उसलाई पनि रिक्स छ भाइलेन्स हुने होइन अब केटा मान्छे हो व्हाइट होइन पढे लेखेको उनीहरूलाई पनि छ भने अब महिलालाई नपढेको मान्छेलाई होइन अब काम नगर्ने नपढेको बालबच्चा भएकोलाई झन् बढी भन्ने स्वाभाविकै हो भने अब मान्छेलाई जस्तै नै म भने नि जस्तै अब मान्छे प्रेग्नेन्सीमा पोस्टपार्टममा अब यो चाहिँ के होइन त्यही हो डोमेस्टिक भाइलेन्सको मेन गलत बुझाइ भनेको चाहिँ यो चाहिँ बारेमा चाहिँ गलत बुझाइहरू चाहिँ भनौँ न त अब यो घरको कुरा हो होइन घरको कुरा हो घरमै राख्नुपर्छ इट्स नर्मल केटा मान्छेलाई रिस बढी उठ्छ केटा मान्छेको माया भने कि यस्तै हो होइन बुढाबुढीको आगो झगडा परालको आगो होइन अब तँलाई पिटे पनि तँलाई खान लाउनु त दिएको छ नि पैसा कमाएर लिइरहेको छ नि होइन अथवा तँलाई पो कुटेको त तेरो बच्चालाई त कुटेको छैन नि बच्चालाई त राम्रो फादर छ नि तैँले बच्चालाई त आफ्नो हेरिरहेको छ नि अथवा तैँले केही गरिस् होला न पिट्यो यतिको त पिट्दैन होइन अलिअलि पिटाइ भनेको चाहिँ अलिअलि खान्छ घर हो डटेर खानुपर्छ लडेर खानुपर्छ घर खान सजिलो छैन हामीले पनि यही भोगेर आएको हो काइन्ड अफ यस्तो कुराहरू हुन्छ नि जसले चाहिँ त्यसलाई चाहिँ नर्मलाइज गरिदिन्छ कि डोमेस्टिक भाइलेन्स हुनु नर्मल हो भनेर भनिदिन्छ कि लाइक नर्मल छ प्रिभेलेन्ट छ होइन कि लाइक अग्रेसिभ बिहेभियर केटाले गरेको भाइलेन्ट अथवा कुनै कसै पनि मान्छेको चाहिँ भाइलेन्ट बिहेभियर चाहिँ नर्मल चाहिँ हुन्छ नि नर्मल जस्तै अब थाकेर आएको होला काममा टर्चर छ होला होइन अथवा
स्ट्रेस छ होला तैँले कसकस गरिस् होला तैँ पनि जहाँ जिस्काइरहन्छेस् हुन्छ नि थाहा पाइ चुप्लाएर बस्दैन तपाईँ त्यस्तै छ चुप्लाएर बस्दैन घरको कुरा घरमै राख्नुपर्छ घरको कुरा बाहिर ल्याएर भन्नु हुँदैन यस्तो यस्तो कुराहरूले चाहिँ मान्छेलाई चाहिँ कस्तो भनेदेखि त्यो अलरेडी रेडी छ कि त्यो सेन्टेन्सहरू ढाक्क ढाक्क भन्नको लागि जसले गर्दाखेरि चाहिँ मान्छेले चाहिँ बोल्नै सक्दैन कि आवाज बाहिर निक्लिनै पाएन कि घरबाटै दौडी त्यो आवाज त पहिले त मुना नै भाँच्दा सबै भर्खर कुरा भन्नु खोज्दै आउनुहुन्छ किन कुट्यो तँलाई यतिकै कुट्यो तेरै गल्ती हो के भयो होला टेन्सन भएको थियो होला तैँले पनि जिस्काउँछस् लाइक हुन्छ नि हो त्यस्तो हो क्या यो चाहिँ नर्मल होइन अनि कस्तो भने कहिले काहीँ चाहिँ बच्चाको लाइफ भए पनि सही भन्छ नि बच्चा छ एकदमै गलत कि हाम्रो सोसाइटीमा कस्तो भन्दाखेरि मान्छे कोही खराब छ सुध्रेको छैन अलिकति बिग्रेको छ आउट अफ ट्र्याक छ भने पे गरिदिने पे गरेपछि सुध्रिन्छ भनेर अब अभियसली सुध्रिनु उस्तो मेन्टालिटी कसरी सुध्रिन्छ होइन झन् बिग्रिन्छ किनभने झन् रेस्पोन्सिबिलिटी आउँछ झन् धेरै स्ट्रेस हुन्छ मान्छेलाई अनि बच्चा पाइदियो बच्चा पाइ सुध्रिन्छ सुध्रिने होइन तर त्यो मान्छे त्यहाँबाट वर्कआउट गर्न सक्दैन किन भन्दाखेरि अब चाहिँ अर्को डोरीले बाँध्यो कि अर्को बाँध्यो हुन्छ नि त अनि मान्छे चाहिँ कस्तो हुन्छ नि अब मेरो हस्बेन्ड छ होइन मलाई जस्तो जे गरे पनि हस्बेन्ड हो मेरो बच्चाले चाहिँ फ्यामिली पाउनुपर्छ भनेर मान्छे बस्छ नि यदि त्यो फ्यामिली माल फङ्सनिङ छ भने चाहिँ होइन खराब छ त्यो फ्यामिली इन्भाइरोमेन्ट राम्रो छैन भने चाहिँ त्यसले बच्चालाई असर नराम्रो असर गर्छ कि त्यसबाट फाइदै केही भएन कि बच्चा भएन झन् धेरै घाटा हो किनभने त्यो प्रियङ्का कार्कीको एउटा इन्टरभ्यूमा थियो कि मैले त्यसलाई ट्याक्क कोट गर्न चाहेँ प्रियङ्का कार्कीले चाहिँ के भनेको थियो भन्दाखेरि उसको पनि फ्यामिली बामा डिभोर्स हो नि त अनि उसले भनेको थियो कि म एउटै ब्रोकन फ्यामिली भन्दा म दुईटा लाइक लभिङ फ्यामिली प्रिफर गर्छु भनेको थिएँ कि उसले जस्तो ट्याक्क मैले बिर्सेँ त्यस्तो खाएको थियो कि लाइक एउटै ब्रोकन फ्यामिली भन्दा किनभने बच्चालाई बाबामा दुइटै चाहिन्छ भएको राम्रो होइन दुइटै बाबामा लभिङ छन् माया गर्ने छन् दुइटै बाबामाको मायामा एकदम राम्रो फ्यामिलीमा हुर्किनु भनेको बच्चाको लागि त के भन्ने अब त्यो धेरै राम्रो ब्लेसिङ हो कि तर यदि बाबामा बिच झगडा हुन्छ होइन बच्चालाई कुट्नु परेन बच्चालाई पिट्नु परेन बच्चाले देख्नु पनि पर्दैन कि देख्नु पनि पर्दैन बाबामा उसको झगडा नगरे पनि बच्चाले सेन्स गर्छ है बच्चालाई थाहा हुन्छ समथिङ इज रङ किनभने बच्चाहरूको सेन्स त्यो अब्जर्भ गर्ने पावर सेन्स गर्ने पावर एकदम हाई हुन्छ त्यो तपाईँले याद गर्नु भयो तपाईँलाई सुटेको दिन बच्चा हुन्छ किनभने उसले फिल गर्छ कि मम्मीलाई स्ट्रेस छ भने तपाईँले भन्नु पनि पर्दैन कि अनि त्यही भएर बच्चाको लागि भनेर सहनुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ बच्चाको लागि भयो भने तपाईँ त्यसलाई वर्कआउट गर्नुपर्छ कि बाहिर निस्किनुहोस् कि वर्कआउट गर्नुहोस् कसरी हुन्छ त्यो माहौल बच्चाको लागि पछि राम्रो छैन कि तर हाम्रो सोसाइटीमा चाहिँ के भन्दाखेरि बच्चालाई बाउ चाहिन्छ र आमा चाहिन्छ होइन बाउ आमा कस्तो चाहिन्छ भन्दा चाहिँ उसले चाहिँ त्यो हेरेर चाहिँ भोलि म यस्तो बन्छु भन्नु परेस् कि होइन उसले कस्तो मतलब बाउ भनेको आमा भनेको बच्चालाई रोल मोडल हो कि होइन रोल मोडल तपाईँ जेसुकै पढाउनु जेसुकै सिकाउनुहोस् कि उसले भनेको जानेर सिक्ने हो कि त्यो पढेर तपाईँले भनेको आधारमा तपाईँले कसैलाई हात छोड्नुहुन्न भन्नुहुन्छ तर बुढीलाई पड्काउनुहुन्छ भने उसले बुढीलाई पड्काउनै सिक्छ कि तपाईँले के भन्नुभयो सुनेको छैन कि ऊ सुन्दैन कि होइन त्यही भएर चाहिँ यस्तो यस्तो मिसकन्सेप्टहरू छ होइन अनि अर्को सबभन्दा यो मिसकन्सेप्ट मलाई एकदमै मलाई टच भएको कुरा चाहिँ घरेलु झगडा घर झगडा त्यो चाहिँ एकदम हाम्रो नेपाली कम्युनिटीको लागि एकदम टाइप भन्न खोज्छु मैले घर झगडा र घरेलु हिंसा धेरै 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 फरक छ घर झगडा हुन सक्छ बुढाबुढी बिचमा मनमुटाव हुन्छ नर्मल कुरा हो होइन सँगै बसेपछि वार्तालाप लाग्छ होइन झगडा गर्नु मनमुटाव हुनु डिस्कसन पर्नु एकअर्काको कुरा नमिल्नु एक दिनसम्म कुरा नगर्नु रिसाउनु नर्मल होइन एकदम नर्मल हो हुन्छ नि कि एउटा हेल्दी रिलेसनमा हुन्छ त्यसलाई भन्छ घर झगडा होइन तपाईँ बुढासँग सुन्नुभयो एकछिन मलाई छोडिदियो भन्नुभयो होइन तपाईँले प्लेट लिनुहुन्छ मतलब एउटा रुममा गएर घरमा बस्नुभयो त्यो भनेको घर झगडा हो है तर घरेलु हिंसा भनेको फरक हो कि अनि हामी चाहिँ के गरिरहेको छौँ भन्दाखेरि चाहिँ बुढाले बुढीलाई मस्त कुटेको छ होइन एकदमै त्यो बुढीको हालत बेहाल भएको छ यो त घरेलु मामला हो हामी पढ्दैनौँ दिस इज नट घरेलु मामला कि घरेलु हिंसा भनेको सामाजिक अपराध हो होइन तपाईँ तपाईँको बुढामा घरमा कुन कलरको पेन्ट गर्ने भन्ने कुरामा डिस्कसन परेको छ रिसाइस भएको छ होइन इट्स डिफ्रेन्ट तर तपाईँको बुढाले तपाईँलाई कुटेको छ पेटेको छ भनेदेखि त्यो त सामाजिक अपराध भयो नि त तर मान्छे कस्तो भने बुढा र बुढी हुन्थ्यो घरेलु हिंसा घरेलु झगडा र घरेलु हिंसामा मैले किन भने भन्दाखेरि चाहिँ यहाँ अस्ट्रेलियाको कम्युनिटीमा एनआरएनएहरू होइन हाम्रो समाजमा अध्यक्ष सचिव भनेर कतिवटा अर्गनाइजेसनहरू कुरा छ नि यो समिति त्यो समिति यो समाज त्यो समाज भनेर यति धेरै छ होइन इभन दो दे न्यू वाट ह्यापेन
जब कि उहाँलाई थाहा हुन्छ कि के भएको छ के भइरहेको थियो भनेर हजुर उहाँहरूको कुरा चाहिँ घरेलु हिंसा फ्यामिली डिस्प्युट अनि मैले भने कि दिस इज नट फ्यामिली डिस्प्युट दिस इज फ्यामिली भाइलेन्स होइन त्यो चाहिँ मिसकन्सेप्सन एकदमै छ कि त्यही भएर हेर्नु फ्यामिली मान्छेले बिहे भनेको फ्यामिली भनेको सेफ्टीको लागि गर्ने हो सुरक्षा दिने हो फ्यामिलीको काम भनेको है महिलाको काम भनेको महिला करुणामय हुन्छन् प्रेमी हुन्छन् होइन महिलाको काम भनेको घर बनाउने हो घरलाई प्रेमले सजाउने हो बनाउने हो होइन भने पुरुषको काम भनेको मेरो विचारमा है फेरि मेरो पुरुषको काम भनेको चाहिँ प्रोटेक्टर हो कि पुरुषहरूको संरक्षक हो कि संरक्षण गर्ने हो कि होइन अब यदि त घरमा संरक्षण नै छैन संरक्षक के अरे रक्षक नै भक्षक छ भने त्यो फ्यामिली होइन र त्यो फ्यामिलीमा भएको कसैलाई पनि त्यसले लङ टर्मलाई हेर गर्दैन तपाईँलाई गर्छ न बच्चालाई सबैभन्दा बढी इम्प्याक्ट चाहिँ बच्चालाई पर्छ कि कुटाइ खानु पर्दैन क्या बच्चाले हेर्नु देख्नु पनि पर्दैन कि तपाईँ भोलि उसलाई मेन्टली उसलाई प्रेस हुन्छ नि मेन्टली उसको कुनै पनि साइन एन्ड सिम्टम यही हुन्छ भन्न सकिन्न होइन योभन्दा अरू पनि हुनसक्छ अथवा कुनै पनि साइन सिम्टम नहुन पनि सक्छ कि किनभने यसको प्रकृति नै यस्तै हो कि भिक्टिमले पनि हाइड गर्न खोज्छ होइन उसलाई अब्युजरलाई पनि हाइड गर्न खोज्छ क्या दुईटै लुकाउनु खोज्दाखेरि चाहिँ केही पनि नदेखिन पनि सक्छ तर तपाईँले जस के कुरा सिम्टम देख्यो भने चाहिँ हामीले चाहिँ अप्रोच गर्न सक्छौँ उहाँलाई सोध्न सक्छौँ सो अब हाउ टु अप्रोच गुड क्वेसन है किन भन्दाखेरि एकदमै सोध्नु भएन भने पनि तपाईँले केयर नगरे जस्तो हुन्छ एकदम ओपन के होइन कुनै जजमेन्टल दिँदा तपाईँले सोध्नुपर्छ अर्को कुरा कहाँ सोध्ने स्पेस फर्स्ट चाहिँ तपाईँले स्पेस हेर्नु पऱ्यो होइन अब 3-4 मान्छे बाहेक ठाउँमा कफी खाइरहनु भएको छ अन्तखेरि तिम्रो बुढाले तिमीलाई कुट्छ भन्यो भने अभियसली कसैले पनि भन्दैन होइन त्यही भएर चाहिँ फर्स्ट थिङ भनेको एकदम स्पेस कस्तो ठाउँमा हुन्छ तपाईँले एकदम प्राइभेटली त्यो च्याट गर्नु पऱ्यो सेकेन्ड थिङ उसको मेन्टालिटी कस्तो छ त्यो बेलामा होइन मानवलाई बच्चा पिक्दैन हतार भएको छ होइन भने त फेरि तपाईँले सोध्नुभयो भने अभियसली सी वान्ट एन्सर यो होइन उसको मेन्टल अवस्था कस्तो छ होइन त्यो बेलामा सोध्नु पऱ्यो अब कुरा सोद्धाखेरि कसरी सोध्ने भन्दाखेरि चाहिँ तपाईँले चाहिँ कसरी अलिकति ओपन अप मात्रै गर्ने के होइन जस्तै कि अब डाइरेक्ट तिम्रो बुढा तिमीलाई यस्तो गर्छ हो भनेर सोद्धाखेरि उसलाई चाहिँ इम्ब्यालेन्स फिल हुनसक्छ अथवा ओ युआर जजिङ नि जस्तो हुन्छ नि अब तैँले मलाई जज गरेको अथवा तँलाई कसले भन्यो होइन अथवा हो भने त्यस्तो खालको उसलाई चाहिँ डर जस्तो त्यो फ्ल्यास आउट भयो मलाई बुढाले के गर्छ एक्ज्याक्टली त्यही भएर चाहिँ तपाईँले कसरी सोध्न गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ अप्रोच गर्दाखेरि चाहिँ तिमी अलिकति स्ट्रेस देखिरहेको छौ होइन अलिकति टेन्सनमा देखिरहेको छौ सबै ठिक छ घरमा होइन के पऱ्यो भने भन है म छु होइन तिमीले अलिकति अस्ति लास्ट विक तिमीले सिकान्यौ होइन ठिक छौ अथवा मैले कस्तो अलिकति अलिक डाउन भइरहेछ फ्यामिलीमा ठिक छ तिमी सन्चै छौ लाइक कस्तो नै डाइरेक्ट त्यहाँ अट्याक गर्ने होइन कि उसलाई चाहिँ ओभरअल कि मैले चाहिँ ओभरअल कस्तो होइन मैले तिमीलाई याद गरिरहेको छु है आई केयर अबाउट यु उसले त देख्नु पऱ्यो कि ओ मेरो साथीले मेरो बारेमा हेर्दो रहेछ मलाई बुझ्दो रहेछ जस्तै म डाउन भएको उसले याद गर्दो रहेछ जस्तै ल उसले प्लानहरू क्यान्सल गरिरहेछ तपाईँले बोलाएको ठाउँमा आइरहेको छैन भनेदेखि होइन तिमीले यस्तो प्लानहरू त आजकल एटेन्ड गरिरहेको छैनौ के छ के कुरामा बिजी छौ कि सबै ठिक छ नि तिमी सन्चै त छौ नि तिमीलाई के हेल्प चाहिएको छ भने भन है त्यसरी कि होइन अब त्यही डाइरेक्ट तपाईँले सोध्नुभयो भने चाहिँ ब्याक फायर हुनसक्छ क्या होइन अनि अर्को चाहिँ कस्तो भन्दाखेरि तपाईँले सोद्धाखेरि चाहिँ 3टा रेस्पोन्स आउनसक्छ एउटा उसले होइन केही पनि होइन भन्नसक्छ होइन त्यो भए पनि सोध्न नछोड्नुहोस् होइन बेला बेला सोध्ने एभ्रिथिङ तँलाई सोध्न मिल्यो नि आर यु ओके केही पऱ्यो भने म छु ल भन्ने होइन सेकेन्ड थिङ के भन्छ 3टा आउटकम हुन्छ एउटा कि उसले केही पनि होइन केही भएकै छैन भनेर त्यसलाई टाढिदिन्छ भएकै हो भने पनि टाढिदिनु नभन्न सक्छ नि त रेडी नहुन सक्छ तर त्यो भन्दैमा उसले पछि भन्दैन भन्ने छैन त्यो बिस्तारै उसलाई पनि टाइम प्रोसेस गर्न टाइम दिनु पऱ्यो नि त सेकेन्ड थिङ भनेको उसले चाहिँ तपाईँलाई ओपन अप हुनसक्छ हो मलाई यस्तो भएको छ होइन म यस्तो भएको छ यो रोग भइरहेको छ मेरो लाइफ सजिलो भएको छैन उसले ओपन अप हुनसक्छ होइन ओपन अप भयो भने चाहिँ तपाईँको रेस्पोन्स कस्तो हुनुपर्छ भन्दाखेरि चाहिँ ओपन के लाइक एकदम नन बायस के ए त्यो केटा यस्तो त्यो खाँदै रहेछ त्यो मान्छे खतम रहेछ त्यसलाई पुलिस केस गर्दै त्यसलाई यो नट येट होइन भन्ने होइन किनभने पछि पनि नभन्ने त्यो किनभने उसको डिसिजन हो नि त उसको तपाईँले त्यो भने ऊ फेरि कस्तो नि ब्याक हुन्छ कि किनभने उसको हस्बेन्ड हो नि त उसको त मायालु उसको त के त हो उसको त हस्बेन्ड हो तर त्यो भने चाहिँ कस्तो भने उसलाई मन पर्दैन कि किनभने अहिलेसम्म उसले सकेको भनेको त बुढालाई कसरी गाली नगरोस् बुढालाई नहेरोस् भनेर हो नि त होइन तपाईँले त भन्ने कस्तो हुन्छ भन्दाखेरि चाहिँ उसले चाहिँ तपाईँले
कन्ट्रोल लिनुभयो कि तपाईँले कुनै पाथवेजमा लिड गरिरहनु भएको छ कि होइन। त्यही भएर फर्स्ट थिङ के भने यदि उसले सेयर गर्यो भनेदेखि थ्याङ्क यू फर सेयरिङ है। यस्तो कुरा भन्नुलाई कति गाह्रो छ, तिमीले मलाई भन्यो, थ्याङ्क यू सो मच, मलाई तिमीले विश्वास गर्यो, ट्रस्ट गर्यो होइन, मलाई सेयर गर्यो। सेयर गर्न धेरै गाह्रो छ यस्तो कुराहरू। यो होइन कि अहिलेसम्म किन नभनेको होइन, नभन्ने के यत्रो समयसम्म किन नभन्ने होइन, किन सहेर बसेको नभन्ने, किन कसैलाई नभनेको नभने, डोन्ट आस्क एनी क्वेसन। अथवा किन यस्तो भयो होइन, किन तिमीलाई कुट्यो, अथवा तिमीले अहिलेसम्म किन सहेर बसेको, अथवा घर छोडिहाल निस्किहाल, त्योसँग तिमी नबस। डोन्ट गिभ एनी डिसिजन। तपाईँले लिड गर्ने होइन कि, तपाईँले कुनै पनि इन्फर्मेसन लिड गर्ने, तपाईँले चाहिँ सुन्ने हो। फर्स्ट थिङ सुन्ने, उसले भनेको कुरा सुन्ने, उसले भनेको इमोसनलाई भ्यालिडेट गर्ने। कति गाह्रो भयो होला होइन, म इमेजिन मात्रै गर्न सक्छु होइन। आइएम सो सरी। अनि उसले इन्फर्मेसन दियो, उसले सबै कुरा भनिसके पछाडि उसलाई अनि सपोर्ट गर्ने कि यस्तो यस्तो सपोर्टहरू अभाइलेबल छ होइन, तिमी के गर्छौ, यो सपोर्टहरू छ, त्यो रिच आउट गर भन्ने होइन। उसले सपोर्ट लिन पनि सक्छ, नलिन पनि सक्छ। लिएन भने पनि फाइन, यता लिनै पर्छ। तपाईँ आफूलाई हार्म गरिरहेको छ, यस्तो बच्चालाई असर गरिरहेछ, किन सहेर बसेको, त्यो मान्छेसँग नजा न होइन। उसको कुरा सुन्ने कि त ओपनली के, डोन्ट गिभ एनी डिसिजन। तपाईँको आफ्नो जजमेन्ट के पनि नदिनु कि। अनि उसले सबै कुरा सेयर गरे पछाडि यो फोन नम्बरहरू छ होइन, पुलिसलाई पनि यहाँ फोन गर्न मिल्छ, यसो कन्ट्याक्ट गर्न मिल्छ भनेर भन्नुहोस्। उहाँले होइन म सबै कुरा ठिक छ, म इन्फर्म कसैलाई पनि गर्दिनँ, द्याट्स फाइन भन्यो भने पनि तपाईँले चाहिँ उसलाई चाहिँ फेरि पनि रिच आउट गरिराख्नुहोस् कि बेला बेलामा, के चाहिँ एभ्रिथिङ गुड। उसले सपोर्ट नलियोस् कि, सपोर्ट उतै घरमा बसोस्, त्यही मान्छे कुरा खाएर बसोस्, उसको डिसिजन हो नि त। किनभने के गर्दाखेरि सेफ हुन्छ, उसको लाइफको लागि के बेस्ट डिसिजन हुन्छ उसलाई मात्रै थाहा छ कि, त्यो कसैलाई पनि थाहा हुँदैन। एक्ज्याक्टली। डोमेस्टिक भाइलेन्समै 20 वर्ष 30 वर्ष काम गर्ने मान्छेलाई पनि उसको सेफ्टी कन्सर्न उसलाई म त्यो व्यक्तिभन्दा बाहेक अरूलाई थाहा हुँदैन कि। त्यही भएर तपाईँले चाहिँ आफूले आफ्नो तपाईँको लाइफको एक्सपिरियन्स, तपाईँले पढेका कुरा, तपाईँको स्किलको कुराहरू त्यहाँ नलगाउनुहोस् कि होइन। उसलाई स्किल दिने हो, सपोर्ट दिने, अनि त्यो तपाईँसँग भएको इन्फर्मेसन चाहिँ प्राइभेटली राख्नु होइन। त्यो इन्फर्मेसन तपाईँले अरूलाई गएर लिक नगरिदिनुहोस्। उसले दिएको छैन, उसले तपाईँलाई भनेको छ कि सपोर्ट गर्दिनँ अथवा सपोर्ट सर्भिसमा लिँदिनँ भनेको छ भने तपाईँले गएर डोमेस्टिक भाइलेन्सलाई कन्ट्याक्ट गरेर भन्न मिल्दैन, तपाईँले पुलिस बोलाइदिनु मिल्दैन। किनभने उसले नगर भनेको छ उसको इन्फर्मेसन हो कि। तपाईँले चाहिँ ओभरटेक गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि उसले त कन्ट्रोल लुज गर्यो नि त आफ्नो लाइफबाट, उसले आफ्नो उसले हिँडिरहेको थियो, कुटाइ नै खायो, उसले आफ्नो सुली गरिरहेको थियो भने तपाईँले त लिक गर्नुभयो नि त इन्फर्मेसन होइन। त्यही भएर चाहिँ उसले जे इन्फर्मेसन सेयर गर्न सक्छ त्यो मात्रै इन्फर्मेसन दिनुहोस्। उसले यसलाई भन्दै भन्नु भने भन्नुहोस्। जस्तै अब यसमा जस्तै अब यो साथीलाई पनि भन्दै हुन्छ भने उसले कसरी भन्छ भने यु क्यान सेयर, अदरवाइज तपाईँले कसैलाई पनि थोरै सेयर नगर्नुहोस् कि होइन। अनि अर्को थर्ड कुरा चाहिँ यदि उसले सपोर्ट लिन पनि तयार भयो, ल इन्फर्मेसन पनि दियो, सपोर्ट लिन पनि तयार भयो भने चाहिँ अनि तपाईँले सपोर्ट नलगाएर दिनु के। तपाईँले मलाई थाहा छ म यो गरिदिन्छु भन्नुभन्दा पनि प्रोफेसनल हेल्प जो छ हेल्प गर्ने मान्छेहरू उहाँहरूलाई सपोर्ट कनेक्ट गराइदिनुहोस् होइन। कहिले कहिले के हुन्छ भन्दाखेरि मान्छे सपोर्ट लिन्छ, घर छोडेर जान्छ, नयाँ ठाउँमा बस्छ, फेरि आफ्टर सम टाइम फर्केर आउँछ। त्यो बेला मान्छे चाहिँ के गर्छ भन्दाखेरि मान्छे रिसाउँछ कि, त्यो सपोर्ट गर्ने साथी रिसाउँछ, बोल्न छोड्छ। किनभने मैले यत्रो गरेँ, यत्रो टाइम दिएँ, उसलाई यहाँ गरेँ त्यहाँ गरेँ, उसलाई त्यहाँबाट बलबाट निकालेको, फेरि गएँ, अब म गर्दैन, यो बुढाबुढीको कुरा म गर्दैन भन्छ कि। तर के हुन्छ भन्दाखेरि एउटा घर छोडेर जाने बित्तिकै मान्छे लाइक इट टेक्स अराउन्ड 3 to 5 अटेम्प के। नर्मली हेर्ने हो भने 3 to 5 अटेम्पसम्म मान्छे घर छोड्ने आउने गर्छ। किनभने त्यहाँ चाहिँ इमोसनल हुन्छ नि, एउटा अट्याचमेन्ट हुन्छ, म्यानिपुलेसन हुन्छ होइन। त्यहाँ धेरैवटा फ्याक्टरहरू हुन्छ, बच्चाहरू हुन्छ, फ्यामिली हुन्छ होइन, इजी छैन कि। त्यो मान्छेलाई कस्तो चाहिँ फर्केर गए पछाडि चाहिँ सपोर्ट गर्न छोडिदिन्छ कि, फेरि गएँ यत्रो गरेको थिएँ मैले भनेर कि। अनि त्यो मान्छेलाई पनि जो घर फर्केर गएको हुन्छ उसलाई पनि कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब मलाई के मुखले फेरि हेल्प माग्ने, एक्ज्याक्टली कुन मुखले हेल्प माग्छ। हेल्प माग्यो, हेल्प गर्यो, म बाहिर थिएँ, फेरि आएँ, अब फेरि म तिमीलाई गएर मैले कुटाइ खाएँ भन्दाखेरि त के मुखले भन्ने कि ठिक्क गर्यो त त्यस्तो भन्नु हुँदैन। त्यो बेला कस्तो भन्दाखेरि इट्स ओके, तिम्रो डिसिजन हो, तिमीलाई जे बेस्ट लाग्थ्यो तिमीले त्यही गर्यौ होइन। तिमी कुनै रिजनले फर्क्यो होला, तिमीलाई केही छ होला, द्याट्स फाइन। अब हेर कस्तो हुन्छ, मेरो सपोर्ट छ होइन। होपफुल्ली
तिमीले वर्कआउट गरोस् तिमी आएको छौ फर्केर होइन होपफुली सबै कुरा राम्रो होस् तर भएन भने तिमीलाई के सपोर्ट चाहियो भने पनि हामी जहिले पनि यहाँ छौँ उसलाई जहिले पनि गयो तिम्रो डिसिजन हो तिमी लियो तिमीलाई थाहा छ वाट इज बेस्ट फर यु एक्ज्याक्टली इट्स नट योर लाइफ के हो हो त्यही होइन अब चाहिँ हामी हेल्पलाइनतिर जाउँ अब चाहिँ सहयोग गर्नको लागि अब सपोर्ट गर्नको लागि चाहिँ के चाहिँ यो सेवाहरू उपलब्ध छ के गर्न सकिन्छ अब लाइक उसँग उसको मान्छेले चाहिँ फोनको सिमै झिकेर फाल्यो के गर्ने कसरी कन्ट्याक्ट गर्ने डोमेस्टिक भाइलेन्समा चाहिँ अब अस्ट्रेलियाको हकमा चाहिँ धेरैवटा संस्थाहरू छ काम गर्ने है हामी चाहिँ अस्ट्रेलियामा पनि नेपाली कम्युनिटीमा एकदमै धेरै डोमेस्टिक भाइलेन्सको केसेस छ तर हामी बोल्न किन डराउँछौँ भन्दाखेरि चाहिँ मेन कुरा भनेको भिजा डर हुन्छ क्या हामीलाई भिजा के हुन्छ होइन कसैलाई भन्नुला भिजा क्यान्सल होला हाम्रो डिपोर्ट होला अर्को कुरा अब आफ्नो फ्यामिली सपोर्ट यहाँ हुँदैन होइन कम्युनिटी मात्रै हुन्छ कम्युनिटीमा चिनेको हुन्छ भोलि कम्युनिटी कस्तो रियाक्ट गर्छ भन्ने जस्तो नि हुनसक्छ होइन अर्को कुरा भाषाको प्रब्लम हुनसक्छ होइन अर्को सिस्टमसँग आफू चिनेको हुँदैन के वाट नेक्स्ट के कहाँबाट गर्ने के गर्ने नयाँ देश नयाँ सिस्टम के थाहा हुँदैन अर्को कुरा चाहिँ कस्तो हुन्छ भने भोलि भिजामा के असर पर्छ कि भोलि बच्चालाई मैले हेर्न पाउँदिनँ कि भोलि बच्चा लुटेर लान्छ कि होइन लाइक फोस्टर केयरमा लान्छ कि द्याट्स रियली इम्पोर्टेन्ट नि त मान्छेलाई त अनि त्यस्तो त्यस्तो धेरै कुराहरू अनसर्टेनिटीले गर्दाखेरि मान्छे बोल्दै किनकि बोलेपछि चाहिँ सक्यो जस्तो हुन्छ क्या मान्छेलाई नबोलिन्छ ठिक छ मैले आफूले ठेकिरहेको छु जन्म मैले बोल्छु अनि मेरो लाइफ सक्यो जस्तो हुन्छ है विच इज नट करेक्ट अस्ट्रेलियाको हकमा 1800 रेस्पेक्ट लाइन छ तिनीहरू चाहिँ फ्री सर्भिस हो है 1 रुपियाँ तिर्नु पर्दैन फ्री सर्भिस हो 24 घन्टा 7 दिन काम गर्छन् है 1800-737-732 तपाईँलाई इङ्ग्लिस आउँदैन भनेदेखि तपाईँले दोभाषी देऊ मलाई भनेर इन्टरप्रेटर मगाउन सक्नुहुन्छ तपाईँले उहाँको अफिस जानु पर्दैन उनीहरू आफै तपाईँलाई भेट्न आइदिन्छ तपाईँलाई जहाँ पाएको पर्छ उनीहरू तपाईँलाई क्याफेमा भेट्न मन छ कि पार्कमा भेट्न मन छ कि अफिसमै तपाईँको अफिसमा भेट्न आइदिन्छ उनीहरू चाहिँ यति धेरै फोकस हुन्छ कि ओरिएन्टेड हुन्छ भिक्टिमलाई यति धेरै सपोर्ट गर्छ कि उनीहरूले होइन कति बेला फोन गर्न मिल्छ कति बेला गर्दैन फोन गर्न मिल्छ कि सबै कुरा सोध्छ कि यसरी तपाईँलाई कन्ट्याक्ट गरेर पनि मिल्दैन साइडमा मान्छे हुनसक्छ होइन तपाईँको हाम्रो मेन्टालिटी भन्दा 2 स्टेप अगाडि हुन्छ कि उनीहरूले यस्तो केसहरू तपाईँलाई चाहिँ मलाई मात्रै पऱ्यो भन्ने लागेको हुन्छ उनीहरू एभ्रिडे त्यही कुरामा काम गरिरहेको होला उनीहरूलाई थाहा हुन्छ कि भिक्टिमको मेन्टालिटी के हुन्छ होइन पर्पेट्रेटरले कसरी लाइक त्यो हुन्छ नि कन्ट्रोल गरेको हुन्छ दे नो एभ्रिथिङ त्यही भएर चाहिँ सपोर्टलाई रिच आउट गर्नुहोस् सपोर्टलाई रिच आउट गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले सोचे जस्तो केही पनि हुँदैन सबै आउट अफ ट्र्याक हुँदैन कि फर्स्ट थिङ तपाईँले उसलाई कन्ट्याक्ट गर्नुहोस् फ्री हो पैसा पर्दैन फोन गर्नुहोस् उनीहरूले तपाईँलाई भेट्छ अथवा फोनमा कुरा गर्ने हुन्छ गरेपछि तपाईँले आफ्नो कन्सर्न राख्नुहोस् यस्तो यस्तो भइरहेछ भनेर अनि उनीहरूले चाहिँ के भन्छ भन्दाखेरि हाउ क्यान वी सपोर्ट यु त निस्किने भन्दैन हामी पुलिस पठाउँछ नि भन्दैन होइन अब तपाईँले रिक्समै हुनुहुन्छ त्यहाँ चक्कु बोकेर बसेको छ भने पुलिस पठाउनै पर्छ पठाउँछ होइन नर्मल केसमा पठाउँदैन अनि तपाईँको क्वेसन जस्तो छ नि भिजा मेरो के हुन्छ हो मेरो पढाइ के हुन्छ मेरो फाइनेन्स के हुन्छ मेरो बच्चा के हुन्छ यो सबै कुराहरू चाहिँ अनि उनीहरूले तपाईँलाई इन्फर्मेसन दिन्छ उनीहरूसँग एउटा लिङ्क गराइदिन्छ कि अब के हुन्छ नेक्स्ट प्रोसेस के हो नेक्स्ट के हो एकैचोटि सबै प्रोसेस तपाईँलाई थाहा पाउनु जरुरी छैन किनभने अर्को पर्सनले के आएको तपाईँलाई थाहा छैन नि त तपाईँले त भन्ने यहाँ जान्छु यो गर्छु यस्तो गर्छु भन्लाई तर अर्को पर्सनको एक्सनले त तपाईँको फरक हुन्छ नि त डिसिजन होइन त्यही भएर फर्स्ट थिङ फर्स्ट कन्ट्याक्ट गर्नुहोस् अस्ट्रेलियामा हुन्छ नि 1800 रेस्पेक्ट हो नेपालमा 1145 हो नेपालमा कतिको सब कस्तो राम्रो छ मलाई त्यस्तो थाहा छैन होइन अस्ट्रेलियाको एकदम राम्रो सपोर्ट छ तपाईँले 000 मा नै कन्ट्याक्ट गर्नु होला कसैको अरूले हुन्छ नि फाइनेन्सियली अरूकोमा डिपेन्डेन्ट होला अब अरू चाहिँ त्यसको थाहा छैन मलाई अस्ट्रेलियामा चाहिँ तपाईँलाई एकदम धेरै सपोर्ट छ कि एकदम धेरै सपोर्टहरू दिन्छ गभर्मेन्टले होइन तपाईँलाई फाइनेन्सियल सपोर्ट चाहिन्छ कि मेन्टल हेल्थमा काउन्सिलिङ चाहिन्छ कि अथवा तपाईँलाई अब त घर छोड्ने प्लान छ भने कसरी छोड्ने कसरी त्यो सेफ्टी मेजर्सहरू अपनाउने होइन कसरी चाहिँ सेफली घर छोड्न सकिन्छ भन्ने कुरामादेखि तपाईँलाई बस्ने घर केही समयलाई हुन्छ नि क्राइसिस एकोमोडेसन तपाईँ अब रेन्टल प्रपर्टी नै तपाईँ बस्नु सक्नुहुन्न तपाईँले भाडा तिर्न सक्नुहुन्न भने तपाईँलाई रिफ्युजी क्याम्पले त्यही सपोर्ट छ कि यो त्यो छ भन्दा पनि तपाईँको निड बेस के छ तपाईँलाई के चाहिएको छ उनीहरूबाट सपोर्ट हुन्छ होइन तपाईँको मेरो निड फरक हुनसक्छ तर उनीहरू चाहिँ होलिस्टिक हेर्छ क्या अनि मान्छेलाई चाहिँ कस्तो डर हुन्छ भन्दाखेरि चाहिँ ल अब मैले के भन्ने बित्तिकै अब
अब हुन्छ नि अब भिजा मेरो क्यान्सल हुन्छ कि होइन अथवा म डिपोर्ट गरिदिन्छु कि अथवा मेरो बच्चा जान्छ कि त्यस्तो हुँदैन तपाईँले चाहिँ त्यो सबै कुराहरू चाहिँ लिगली प्रोफेसनल मान्छेहरूसँग तपाईँले बुझ्न सक्नुहुन्छ होइन मान्नु तपाईँको बच्चा छ तपाईँको बच्चा छ तपाईँको प्रपर्टी छ तपाईँको भिजामा हुन्छ तपाईँ भनेदेखि चाहिँ फर्स्ट थिङ त तपाईँ सेफ हुनु पऱ्यो होइन अनि सपोर्टलाई फोन कन्ट्याक्ट गर्नुहोस् अनि सपोर्टले तपाईँलाई कन्ट्याक्ट गरिदिन्छ कि तपाईँसँग अब बच्चाको प्यारेन्टिङको के इस्यु छ कन्सर्न छ तपाईँ उनीहरूलाई सोध्न सक्नुहुन्छ सोध्दैमा उनीहरूले त्यो रिपोर्टिङ गरिदिँदैन है कहिले पनि गर्दैन तपाईँको कन्सर्न बिना कसरी रिपोर्ट गर्दैन उनीहरूले तपाईँलाई इन्फर्मेसन दिन्छ तपाईँलाई माइग्रेन्ट इमिग्रेसन लयरहरूसँग उनीहरूले रिफर गरिदिन्छ मस्टली सर्भिसहरू चाहिँ फ्री नै हुन्छ है मस्टली फ्री सर्भिस हुन्छ त्यहाँ गएर बुझ्नुहोस् सबैबाट इन्फर्मेसन लिए पछाडि तपाईँलाई पनि एउटा क्लियर आइडिया हुन्छ होइन के गर्दा तपाईँलाई राम्रो हुन्छ भनेर ए हावाको घरमा टिभीमा भनेको घरमा कसैले सुनेको घरमा कुनै देशको आधारमा किनभने कहिले काहीँ तपाईँलाई कसरी मान्छेले केस यस्तो भएको थियो केस सुनाउँछ होइन तर त्यो केसको ब्याकग्राउन्ड तपाईँलाई थाहा हुँदैन कि होइन ए यस्तो भएको थियो अरे बच्चा लिएर गयो अरे यस्तो भएर डिपोर्ट गर्यो अरे लाइक यु डोन्ट नो द फुल स्टोरी नि त त्यही भएर चाहिँ अनि 000 मा तपाईँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ 000 लाई कन्ट्याक्ट गर्ने बित्तिकै पुलिस आउँछ भन्ने छैन होइन 000 सबै सर्भिसहरू दिन्छ दम एम्बुलेन्स होइन दमकल पुलिस र तपाईँलाई चाहिँ डोमेस्टिक भाइलेन्स छ अब एकदम तपाईँ अहिले इमर्जेन्सीमा हुनुहुन्छ क्राइसिसमा हुनुहुन्छ तपाईँ अहिले अनसेफ हुनुहुन्छ अहिले तपाईँले फोन गर्दाखेरि चाहिँ तपाईँको जहाँ रिस्क छ भने चाहिँ उनीहरूले पुलिस पठाउँछ होइन तर होइन तपाईँले अब मानिलिउँ तपाईँ पहिला रिस्कमा हुनुहुन्थ्यो अहिले हुनुहुन्न तपाईँ चाहिँ अहिले ठिकै खालको अवस्थामा चाहिँ फोन गरिरहनु भएको छ भने चाहिँ उनीहरूले तपाईँलाई चाहिँ कहाँ लिङ्क गराइदिने हो उनीहरूले लिङ्क गराइदिन्छ अनि यहाँ चाहिँ कस्तो तपाईँ एउटा सिस्टममा पुग्नु भयो भने त्यो सिस्टमले अरूसँग लिङ्क कनेक्ट गराइदिन्छ कि तपाईँ पुलिसको थ्रुबाट गए पनि तपाईँले पाउनेहरूको मेन्टल हेल्थदेखि फाइनेन्सियल असिस्टेन्सदेखि होइन त्यो डोमेस्टिक भाइलेन्सको सर्भिसहरू तपाईँले पाउनुहुन्छ भने सबै एकासँग जो रिफर हुन्छ नि तपाईँ जुनसुकै पाथवेजबाट जानुहोस् होइन आफूलाई जे कम्फर्टेबल लाग्छ एटलिस्ट रिपोर्ट गर्नुहोस् रिपोर्ट गरेपछि तपाईँलाई चाहिँ आइडिया हुन्छ तपाईँले फर्स्ट थिङ तपाईँको कुरा सुन्ने मान्छे हुन्छ होइन कसले सुन्छ तपाईँको कुरा भन्दाखेरि जसले तपाईँलाई पनि चिने तपाईँको हस्बेन्डलाई पनि चिने हुँदैन कि थर्ड पार्टी न्युट्रल पार्टी होइन जससँग चाहिँ डोमेस्टिक भाइलेन्सको बारेमा आइडिया छ इन्फर्मेसन छ कसरी डिल गर्ने भनेको एउटा स्किल छ होइन उनीहरू त्यही काम गर्ने हो नि त उनीहरू चाहिँ तर एकदमै सेन्सिटिभली उनीहरूले डिल गर्नुहुन्छ क्या तपाईँलाई सेफली राखेर त्यही कुरा तपाईँले अर्को मान्छेलाई गएर भन्दाखेरि जस्तो त्यो कुरा तपाईँले मलाई आएर भन्दाखेरि मैले काहीँ कुरा केही जानिनँ भनेदेखि तपाईँको ज्यान रिस्कमा पर्न सक्छ कि होइन जुन चाहिँ उहाँहरू तपाईँ सेफ हो तपाईँले सेफ सर्भिस पाउनु भयो नि त अनि तपाईँले नेक्स्ट स्टेप के हुन्छ तपाईँले डिसाइड गर्नु उनीहरूले तपाईँलाई आइडिया दिन्छ तपाईँलाई इन्फर्मेसन दिन्छ नेक्स्ट स्टेप तपाईँको के हो अनि तपाईँलाई के सपोर्ट चाहियो तपाईँसँग पाउनुहुन्छ अनि नेक्स्ट स्टेप के हो त्यसरी तपाईँले अगाडि जान सक्नुहुन्छ कि होइन त्यही भएर चाहिँ मेन कुरा सपोर्ट लिनुहोस् तपाईँको भिजाले तपाईँको पढाइले तपाईँको भाषाले तपाईँको पैसा भएर नभएर के फरक पर्दैन के तर तपाईँले रिपोर्ट गर्दाखेरि तपाईँको भिजामा चाहिँ केही पनि इफेक्ट गर्दैन होइन त्यो डोमेस्टिक भाइलेन्सको यदि तपाईँ एब्युजर हो भने त गर्ला तर तपाईँ चाहिँ भिक्टिम हो भने चाहिँ तपाईँको भिजामा चाहिँ केही असर गर्दैन त्यस्तो हो अब हेर्नु फेरि अब भिजासँग इन्फर्मेसन दिने मान्छे हामी माइग्रेन्ट लयरहरू त होइन तर कस्तो भन्दाखेरि चाहिँ तपाईँले रिपोर्टिङ गर्नु डोमेस्टिक भाइलेन्ससँग सर्भिस लिनु भनेको चाहिँ तपाईँको कन्सेन्ट बिनामा कहीँ पनि तपाईँको केही पनि असर पर्दैन कि तर इन्फर्मेसन लिने हो नि त अब भोलिको भिजा के हुन्छ ल मानिलिउँ तपाईँ चाहिँ अब डिपेन्डेन्ट भिजामा हुनुहुन्छ भनेदेखि अब भोलि गएर तपाईँले डिभोर्स गर्नुपर्ने अवस्थामा छ सेपरेट हुनु पर्यो बाँच्नको लागि भने फर्स्ट तपाईँ बाँच्नु पर्यो तपाईँ यहाँ बाँच्नुहोस् नेपाल बाँच्नुहोस् अब भिजाको लागि भनेर जान दिने कुरा त भएन होइन सेकेन्ड थिङ भनेको यु क्यान फाइट फर भिजा कि होइन पहिला बाँच्नु पर्यो नि अनि भिजा हुन्छ अब तपाईँलाई डिपेन्डेन्ट भिजामा हुन्छ तपाईँलाई डिपेन्डेन्ट भिजाबाट हटाइदियो भने पनि लेट्स देयर आर सो मेनी अदर भिजा यु क्यान वर्क आउट के होइन त त्यो कुरा कसले थाहा दिन्छ तपाईँलाई त्यो कुरा तपाईँले फेरि प्रोफेसनलको हेल्प लिनु पऱ्यो कि मान्छेसँग होइन क्या जोसँग आइडिया छैन नि अब मैले एउटा भिजा मात्रै थाहा होला मलाई तपाईँले तपाईँको भिजा दिन्छ त्यो मात्रै थाहा हुन्छ कि देयर आर सो मेनी अप्सन यु क्यान एक्सप्लोर होइन त्यो एक्सप्लोर गर्नको लागि तपाईँले त घरबाट बाहिर निस्किनु पनि पर्दैन घरमै बसेर होइन त्यो भाइलेन्सकै इन्भाइरोमेन्टमा बसेर एक्ज्याक्टली 24 आवर सर्भिस हुन्छ नि तपाईँले त्यो बिचमा त वर्कआउट गर्न सक्नुहुन्छ नि त तपाईँको आफ्नो अवस्था अनुसार तपाईँको के हुन्छ तपाईँको रिस्क के होला कन्सिक्वेन्सेस के होला तपाईँलाई कहाँबाट के सक्नुहुन्छ तपाईँले त्यो चाहिँ वर्कआउट गर्नुपर्छ कि होइन त्यो चाहिँ आफूले प्रोएक्टिभली गर्नु त्यो सपोर्ट लिनुपर्छ अनि अल्सो काममा पनि यहाँ चाहिँ कामहरूमा पनि वर्क प्लेसमा चाहिँ
डोमेस्टिक भाइलेन्स लिभ भन्न पाउँछ, पेड लिभ नै पाउँछ होइन। त्यो राम्रो नि है। अनि गभर्मेन्टमा 20 डेज जस्तै हामीहरूको 20 डेज छ है एसटिएफको, कति 10 दिन कति 20 दिन हुन्छ, इयरली हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ तपाईँले काममा इन्फर्म गर्नुभयो भने पनि कामले नै सपोर्ट गर्छ। अनि अस्ट्रेलियामा चाहिँ डोमेस्टिक भाइलेन्स एकदमै सेन्सिटिभली हेर्छ क्या मान्छेले, एकदमै हुन्छ नि कन्फिडेन्सियली डिल गर्छ। त्यो माने तपाईँले गएर आफ्नो सुपरभाइजरलाई भन्नुभयो भने पनि तपाईँको कलिगलाई थाहा हुँदैन, उनीहरूले भन्दै हिँड्दैन क्या। त्यही भएर तपाईँलाई मात्रै थाहा हुन्छ, तर काममा पनि इन्फर्म चाहिँ गर्नुहोस् तपाईँलाई होइन, भएको छ भने सुपरभाइजरलाई इन्फर्म गर्नुहोस् यस्तो भइरहेको छ भनेर। तर मलाई थाहा हुन्छ भोलि तपाईँ एब्सेन्ट हुनुभयो, लिभमा हुनुहुन्छ, मतलब एक्कासी एब्सेन्ट हुनुभयो भने त्यही चाहिँ अनि यो होइन भोलि तपाईँलाई सपोर्ट चाहियो भने तपाईँको कुरा बुझ्छ, तपाईँलाई लिभ दिन्छ, पेड लिभ अथवा अनपेड लिभ भए पनि तपाईँको एटलिस्ट जब त तपाईँले लुज गर्नु हुँदैन नि त। त्यसको लागि चाहिँ काममा भन्दा पनि तपाईँहरूलाई यो चाहिँ मिल्न सक्छ। अनि मैले देखेको चाहिँ सपोर्ट लिँदाखेरि चाहिँ एकदम ब्लन्डर मिस्टेक मैले देखेको छु एनआइआर नै है। अनि यो कम्युनिटीका लिडरहरू लाई चाहिँ भन्दाखेरि कस्तो गर्न आउँछ कि आउँदैन, उनीहरूले डोमेस्टिक भाइलेन्सको बारेमा उनीहरूले बुझेको छन् कि छैन होइन। त्यो मान्छेलाई भनेर सपोर्ट हुन्छ कि उल्टै तपाईँलाई गाह्रो हुन्छ भने कुरा तपाईँले बुझ्नुपर्छ। किनभने मैले चाहिँ एकदम मेरो चाहिँ पर्सनल मैले धेरैजनाको मैले देखेको पनि छु, मैले भन्छ कि एनआरएललाई कल गरेको मिलेर बस्नु भने सम्झाइदिए अथवा यस्तो उस्तो होइन। अनि एनआरएल नै भनेको चाहिँ डोमेस्टिक भाइलेन्समा काम गर्ने संस्था होइन, अथवा अरू कुनै पनि संस्थाहरू छन् यहाँ होइन। यो समुदाय यो लगभग सबै जिल्लाकै 2-3 समुदाय छन् यहाँ, उनीहरू भनेको डोमेस्टिक भाइलेन्समा काम गर्ने संस्था होइन। उनीहरूको ड्युटी अफ केयर पनि नहुन सक्छ होइन। तर तपाईँले डोमेस्टिक भाइलेन्समै कन्ट्याक्ट गर्नुभयो भने त उनीहरू त राइट पर्सन हो नि त। त्यही भएर जहिले पनि पोइन्टमा जानु एक्ज्याक्टली त्यो चाहिँ एकदमै उनीहरूले कस्तो तपाईँलाई पनि गर्दैन, जस्तो तपाईँले सोच गरिरहनु भएको तपाईँलाई फिल भइरहेको कुराहरू डोमेस्टिक भाइलेन्स छैन भने छ पनि भनिँदैन नि त। जस्तै मानिलिनु फर इक्जाम्पल तपाईँको हस्बेन्ड साथीहरूसँग जानुहुन्छ, साथीहरूसँग टाइम स्पेन्ड गर्नुहुन्छ, तपाईँलाई टाइम दिनुहुन्न, थोरै टाइम दिनुहुन्छ, तपाईँलाई एकदम रिस उठिरहेको छ कुराले, तपाईँलाई एकदम प्रब्लम भएको छ होइन। अब उसले चाहिँ साथीसँग बढी टाइम स्पेन्ड गर्छ, साथीलाई बढी प्रायोरिटी दिन्छ, द्याट्स नट डोमेस्टिक भाइलेन्स नि त होइन। तपाईँलाई असर परेको छ, तपाईँलाई रिस उठेको छ होइन, तर ऊ साथीसँग त जान पायो नि त, तपाईँले कन्ट्रोल गर्नुको बरु त्यो चाहिँ डोमेस्टिक भाइलेन्स हुन्छ किन तपाईँले कन्ट्रोल गरिरहनु भएको छ नि तपाईँलाई होइन। कहिले काहीँ कस्तो भने हामी चाहिँ चित्त नबुझ्ने बित्तिकै डोमेस्टिक भाइलेन्स हो कि जस्तो हुन्छ, त्यो पनि होइन होइन। त्यही भएर तपाईँले सर्भिससँग कुरा गर्नुहोस् कि जो चाहिँ एक्सपर्टिज छन् डोमेस्टिक भाइलेन्समा, फ्री अफ सर्भिस छ, 24 आवर फोन गर्नुहुन्छ भने वाइ नट 7 डेज फ्री चाहिँ मैले जोड्न चाहेँ है। मान्छेले कस्तो भने मेरो बच्चा छ म सेपरेसन भयो भने बच्चा लान्छ कि डिभोर्स भने बच्चा लान्छ कि भने, किनभने हामी कहाँ मुभीहरू पनि देखिरहेको हुन्छ होइन, अरू देशको रुल्सहरू अथवा कहिले पुरानो रुल्सहरू के हुन्छ नि त। मैले बुझेको चाहिँ म फेरि चाइल्ड प्रोटेक्सनमा काम गर्दिनँ होइन, तर मैले बुझेको चाहिँ थोरै बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ के छ भन्दाखेरि चाहिँ भाइलेन्स भएको ठाउँमा बच्चा राख्नु हुँदैन है। यदि एउटाले भाइलेन्स गरिरहेको छ र अर्कोले एक्सन लिएको छैन भने चाहिँ तोड बेलामा चाहिँ उनीहरूले आएर बच्चालाई लान सक्छ। किन भन्दाखेरि बोथ प्यारेन्ट्सले बच्चाको पेसेन्ट्सलाई काम गरेको छैन होइन। तर एउटाले भाइलेन्स गरिरहेछ, अर्कोले बच्चालाई जोगाउने कोसिस गरिरहेछ, चाहे त्यहाँ बसेर होस् चाहे त्यो घरबाट निस्केर होस् भनेदेखि जसले उनीहरूले हेर्छ कि देख्छ, किनभने उनीहरू डोमेस्टिक भाइलेन्स भनेको तपाईँलाई नयाँ लाग्ला मलाई नयाँ लाग्ला यो भनेको त कति पहिलादेखि छ नि त। मान्छेलाई बेटर अन्डरस्ट्यान्डिङ भएको मान्छेहरू छन्, एक्सपर्टिजहरू छन् नि काम गरिरहेको, दे विल अन्डरस्ट्यान्ड कि कसले चाहिँ त्यसको बेस्ट इन्ट्रेस्टमा काम गरिरहेको छ भनेर के। अनि सकेसम्म उनीहरूले त बच्चालाई त्यसरी लाने जस्तो हुँदैन कि, त्यो चाहिँ एकदमै वर्स्ट कन्डिसनहरुमा त्यो ह्यान्डलै गर्न नसक्ने भयो भने मात्रै बच्चाहरू लाने, नत्र भने त्यो बच्चा लाने भनेको त नेक्स्ट लेभल भयो नि त। किनभने बच्चाको लागि त बाबुमा चाहियो, त्यो भनेको चाहिँ वर्स्ट एकदमै अब त्यो ह्यान्डलै गर्न सकिँदैन। अब दुईटैले मेन्टली अनस्टेबल छ, यिनीहरूलाई चाहिँ केही पनि गर्न सकिँदैन भनेपछि लास्ट स्टेजमा चाहिँ बेबी लाने बच्चा लाने होइन, किन बच्चा सेफ छैन भने बच्चालाई जसरी सेफ उनीहरूले। ओके अब जाउँ हामी मुभिङ एन्ड हिलिङ कसरी चाहिँ हुने त हामी हिलिङ अब योबाट निक्ल्यो होइन। अब फर्स्ट डोमेस्टिक भाइलेन्स हो भनेर बुझ्नु नै, मलाई डोमेस्टिक भाइलेन्स भइरहेछ भनेर बुझ्नु पनि बिग स्टेप हो है। सेकेन्ड थिङ त्यसलाई कसैलाई रिपोर्टिङ गर्नु भनेको पनि एउटा बिग स्टेप हो, सानोतिनो लाइक ठुलो हिम्मत चाहिन्छ त्यसलाई पनि। त्यो भनेर सर्भिस लिनु, सर्भिसलाई फोन गर्ने भनेको पनि सानो हिम्मतले सकिन्न, त्यो भनेको अर्को स्टेप हो। फोन मात्रै गर्ने कि सर्भिस लिने पनि होइन, कुरा सेयर मात्रै
र पछि सर्भिस पनि लिने आफूलाई त्यहाँबाट निकाल्ने भनेको धेरै स्टेप माथि हैन तर त्यसमा इन्डिङ हुँदैन के तपाईले भन्नु कसरी हिल गर्ने भनेर हामीलाई लाग्छ चाहिँ त्यो चाहिँ पिजराबाट निस्किया जस्तो अब फ्री भयो भनेर त्यस्तो हुँदैन किनभने तपाईको अलरेडी एउटा ट्रमा अट्याच भइसकेको हुन्छ त्यहाँनिर तपाईको धेरै एक्सपिरियन्स तपाईले भइसकेको हुन्छ तपाईँ फ्री भइकन पनि इमोसनली तपाईँलाई अझ पनि धेरै कुराहरूले बोन्ड गरिराखेको हुन्छ एउटा अट्याचमेन्ट हुन्छ अर्को तपाईँ यत्रो वर्षसम्म सहेर आइरहनु भएको छ नि तपाईँलाई त्यही प्याटर्न भइसकेको हुन्छ कि शरीरले एउटा मुभी छ तपाईँले हेर्नु भएको छ त्यहाँ पक्कै हेर्नु भएको होला एउटा कैदी जेलबाट कति वर्ष पछाडि छुट्छ लाइक 40-50 वर्ष पछाडि छुट्दाखेरि चाहिँ ऊ बाहिर गएर बाँच्नै सक्दैन कि किनभने उसले होल लाइफ इन्चुलाई त्यो इन्चुटमा बिताएको हुन्छ नि त उसले त्यसमै ऊ फ्री त हुन्छ तर उसलाई थाहा छैन कि अब कसरी बाँच्ने भनेर कि इज युज टु के त जेलमा कि होइन त बाहिरको लाइफमा युज टु हुनलाई पनि गाह्रो हुन्छ अर्को कुरा हाम्रो सोसाइटीमा सेम गिल्ट आइसोलेसन तपाईँले हस्बेन्ड मात्रै छोड्नुहुन्न फ्यामिली मात्रै छोड्नुहुन्न कि तपाईँलाई कम्युनिटीसँग छुट्नुहुन्छ कि तपाईँ होइन किनभने छ नि त त्यसले गर्दाखेरि चाहिँ कसरी मुभिङ फरवर्ड गर्ने कसरी आफूलाई हिल गर्ने भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ त्यही भएर आफूलाई सेल्फ केयर कसरी गर्ने पोजिटिभ होइन आफूलाई चाहिँ इन्करेज कसरी गर्ने भन्ने कुरा हो कि है यो चाहिँ एकदमै हार्ड हुन्छ है सायद तपाईँ त होल कति वर्ष बस्नुहुन्छ तपाईँलाई त्यतिले फिल भएको हुँदैन किनभने तपाईँ एकदमै त्यो तपाईँको क्राइसिस मोडमा हुन्छ क्या बडी कसरी बाँच्ने कसरी सर्भाइभ गर्ने कसरी त्यो तपाईँको बडी अर्कै मोडमा हुन्छ घर छोड्नुहुन्छ होइन नयाँ लाइफ सुरु गर्नुहुन्छ तपाईँको बडी फेरि क्राइसिस मोडमा हुन्छ हो कहाँ जाने के गर्ने कहाँ बस्ने के खाने के गर्ने के नगर्ने लाइक सो मेनी थिङ्स हुन्छ ब्याक टु एकदम हुन्छ नि त त्यो सबै कुरा सेटल हुन्छ होइन अब सास फेर्न सक्नुहुन्छ है ओके भनेर देन आउँछ इमोसनल ब्रेकडाउन है तपाईँलाई एन्जाइटी आउनसक्छ प्यानिक एट्याक आउनसक्छ ट्रमा आउनसक्छ तपाईँलाई नाइटिमेयर सपनामा तर्साउने सबै कुराले अनहिट गर्छ किनभने बडीले त सबै होल्ड गरिराखेको हुन्छ नि त जस्तै आज तपाईँ दिनभरि हिँड्नु भने भोलिपल्ट कैना लाग्छ नि त्यो दिन तपाईँलाई थाहा हुँदैन नि होइन भोलिपल्ट पर्सिपल्ट बल्ल लाग्छ नि हो त्यस्तै बडीले सो अफ गर्छ कि कति गाह्रो भएको थियो भनेर त्यही भएर त्यो बेलामा चाहिँ आफूलाई एकदम पोजिटिभ राख्ने कसले आफ्नो बारेमा के भन्छ होइन त्यो सोच्ने होइन कि त्यसलाई ड्याम केयर के फर्स्ट तपाईँ बाँच्नु पऱ्यो कि कसले के भन्छ सुन्नुको लागि पनि बाँच्नु पऱ्यो तपाईँ मऱ्यो सुन्नुहुन्न थियो एटलिस्ट सुन्न पाइरहनु भएको छ के ग्रेटफुल के होइन मैले सुनिरहेको छु र के भनेर छोडिदिनु किनभने तपाईँले अरूको मुख हुन सक्नुहुन्न तपाईँले अरूलाई चेन्ज गर्न सक्नुहुन्न तपाईँले अरूलाई बुझाउन पनि सक्नुहुन्न र बुझाउनु पनि जरुरत पनि छैन कि एक्सप्लेन गर्नै परेन छैन तपाईँ निकै भयो तपाईँ अब खुसी हुनुहुन्छ आफू खुसी नै सबैले ठुलो एक्ज्याक्टली हो मान्छे के भन्नु एउटा कुरा चाहिँ के भन्छु भने म महिलाहरूले दिदीबहिनीले भन्नुहुन्छ कि मलाई कसैले बुझ्दैन दुःख हुनुहोस् बुझ्ने ट्राई पनि नगर्नुहोस् हो अरू कुरा चाहिँ अब मलाई भोलि दोष आउला हुन्छ यत्रो गरेँ मलाई चाहिँ सपोर्ट गरेनन् भन्नु चाहिँ तपाईँ जतिसुकै गर्नुहोस् दोष आउँछ 100% आउँछ तपाईँको दोष कस्तो हुन्छ भन्दाखेरि तपाईँको संस्कारमा आउँछ तपाईँको चरित्रमा आउँछ तपाईँको बाबाआमामा आउँछ त्यो चाहिँ हाम्रो स्ट्यान्डर्ड हो कि काइन्ड अफ मेन्यु हुन्छ नि हाम्रो ममा चाउमिन जस्तो के त्यो चाहिँ होइन आउँछ छोडिदिनु न त के भयो त आफूलाई आफ्नो कुरा थाहा छ नि त त्यही भएर चाहिँ त्यो उले गर्नु प्रुफै गर्नु पर्दैन के छैन हैन त्यही भएर हिजो के भयो पास्टमा के भयो किन मलाई यस्तो भयो म जस्तो मान्छेलाई किन भयो मैले के गल्ती गरेको थिएँ र मलाई यस्तो भयो मलाई जे भयो त अन्याय भयो भन्न थाल्नुभयो भने तपाईँ कहिले पनि मुभ आउट हुनुहुन्न होइन जे भयो होइन फाइट गर्नु छ भने फाइट गर्ने लिगल एक्सन लिन्छ भने अदरवाइज आफ्नो मुभिङ फरवर्ड हुनु पऱ्यो तपाईँ ओछ्यानमा सुतेर रुन थाल्नुभयो भने त्यो उठ्न सक्नुहुन्न तपाईँ सोसाइटीलाई फेस गर्न सक्नु भएन भने सक्नुहुन्न कि त्यही भएर चाहिँ ओछ्यानबाट उठ्नुहोस् बाहिर हावामा गर्नुहोस् होइन सास फेर्नुहोस् बाहिर जानुहोस् एक्सर्साइज गर्नुहोस् खानुहोस् हेल्दी खानेकुरा खानुहोस् काममा जानुहोस् तपाईँलाई जे गर्ने इन्जोय गर्नुहुन्छ त्यो गर्नुहोस् होइन काउन्सिलिङ लिनुहोस् प्यानिक एट्याक आउँछ नर्मल हो एन्जाइटी एट्याक आउँछ किनकि तपाईँको बडीले त लेट इट गो गरिरहेको हो नि त हो काउन्सिलिङ हेर्नुहोस् औषधि खानुहोस् जे गर्नुहुन्छ गर्नुहोस् आफूलाई हेल्प गर्नुहोस् किन भन्दाखेरि ऊ मान्छे त मुभन भइरहेको हुन्छ अरू मान्छे केही फरक परेको हुन्न तपाईँ चाहिँ त्यहाँबाट मुभ गर्नु सक्नु हुँदैन कि होइन त्यही भएर अनि सेल्फ केयर इम्पोर्टेन्ट छ है सेल्फ केयर भन्नु कि हामीले सलुन जाने मसाज गर्ने नङ बनाउने हुन्छ नि कपाल गर्ने त्यो मात्रै पर्दैन कि त्यो चाहिँ अलिकति फ्यान्सी सेल्फ केयर भयो होइन सेल्फ केयर भनेको जस्तै तपाईँले एक कप चिया लिएर बाहिर गएर तपाईँ
आनन्दले एक कप चिया खानुहुन्छ नि त्यति जस्तो सेल्फ केयर के होइन नुहाउनुहुन्छ सेल्फ केयर तपाईँलाई भजन सुन्न मन लाग्छ हेडफोन लाउने एउटा भजन सुन्नुहोस् त्यो पनि सेल्फ केयर हो कि सेल्फ केयर भन्नेमा भ्याकेसनै जानुपर्छ होइन फेरि त बाटोमा वाइन लिँदै त्यो बबल्स लाइक त्यो बुझ्छ नि सेल्फ केयर भनेको त्यो होइन कि सेल्फ केयर भनेको तपाईँको लागि टाइम छुट्याउने हो कि अब त्यो कति टाइम छुट्याउन सक्नुहुन्छ एक्ज्याक्टली तपाईँको सेल्फ केयर मनपर्छ चिया खान मन लाग्छ मेकअप गर्नु मन लाग्छ स्किन केयर गर्नु मन लाग्छ या बाटोमा वाइन लिएर बस्न मन लाग्छ या डिफ्रेन्ट के त्यो मान्छे डिफ्रेन्ट अनुसार त्यो उनीहरूको सेल्फ केयर पनि डिफ्रेन्ट तपाईँलाई पुरै मसँग आएर कफी खाँदै चिया खान मन लाग्ला त्यो तपाईँको त्यो दिनको सेल्फ केयर भयो नेक्स्ट डे तपाईँले मसँग भएको प्लान क्यान्सल गरेर तपाईँ आनन्दले ओछ्यानमा बसेर बुक पढ्नु होला द्याट जस्तो सेल्फ केयर के त्यो सेल्फ केयर भनेको त्यो एकदमै त्यो एक्सपेन्सिभ फाइनल हुन्छ त्यस्तो कुरा होइन कि तर आफूलाई टाइम दिने होइन कसरी आफूलाई चाहिँ आफूलाई टाइम दिने हुन्छ किताब पढ्न मन लाग्छ कि बाहिर जान मन लाग्छ कि होइन साथी भेट्न मन लाग्छ कि अथवा आज कुनै नयाँ आइटम बनाएर ट्राई गर्न मन लाग्छ कि कुकिङ होइन के भन्छ इन्गेजिङ थिङ अब तपाईँले त रिस उठ्यो भने पकाएर खानेकुरामा व्यक्त गर्न सक्नुहुन्छ खुसी हुँदा नि खानेकुरा बनाएर व्यक्त गर्न सक्नुहुन्छ नि त्यही भएर चाहिँ त्यही नै हो त्यही भएर म चाहिँ अरूले के भन्छ अरूले के मान्छे तपाईँलाई बौला पनि भन्छ है घरछोडा गएपछि बेला मान्छे पागल भन्छ बौला भन्छ घर बिगारी इज्जतकारी एक्ज्याक्टली हो के फरक पर्दैन तपाईँले म बौला होइन है यो कारणले गर्दा बौला होइन भनेर भन्न थाल्नुभयो भने नि अन्त साँच्चै नै बोलाउनुहुन्छ त्यही भएर चाहिँ टाइम केयर होइन आफू बाँच्ने हो आफूलाई गर्ने हो किन भन्दाखेरि चाहिँ तपाईँको मम्मीले सहेर आउनुभयो आज तपाईँले सहेर गर्नुभएको छ हिजो हजुर राम्रले सहनु भएको र मम्मीले सहनु भएको थियो मम्मीले सहेर हामीले सहेको छु होइन आज हामीले सह्यौँ भने कि ठिकै छ म एकजनाले गर्दाखेरि सही फ्यामिलीलाई सहिलो हुन्छ नि वाइ नट भनेर मैले सहेर बसेँ भने भोलि मेरो आउने परिवारले त्यही सहन्छ नि त मेरो छोरीले सहने हो मेरो छोरा नै भोलि गइरलाई गर्ने त्यही नै बिहे भयो होइन तर चाहिँ हुन्छ कि त्यही भएर चाहिँ लेट्स चेक द साइकल एटलिस्ट स्टार्ट टकिङ अबाउट इट कि होइन डोमेस्टिक भाइलेन्सलाई चाहिँ नर्मलाइज नगरौँ होइन मतलब भाइलेन्सलाई नर्मलाइज कसरी भने विवाहमा चाहिँ हिंसा हुन्छ यो नर्मल हो भनेर चाहिँ बन्द गरौँ होइन घरमा हिंसा भनेको जहाँ पनि हुन्छ यु आर नट अलोन होइन तिमीले सहयोग बस्नु पर्दैन आवाज उठाऊ अनि त्यसपछि तिमीले न्याय पाउँछौ होइन त एक्ज्याक्टली डटेर खाने लडेर खाने के अरे न्याय पाउने कुरा गर्नुभयो तपाईँले यसमा मैले जोड्न चाहेँ न्याय र कानुन फरक फरक भयो फेरि है मान्छे मरेपछि न्याय माग्छ होइन तपाईँ कानुन तपाईँमा जान सक्नुहुन्छ उसलाई सजाय हुन्छ तर न्याय कहिले पनि हुँदैन त्यही भएर फर्स्टमै आफू स्टप हुनु त्यहीँनिर किन भन्दाखेरि ल मानौँ ल मलाई 10 वर्षमा भाइलेन्स भयो मानिदिनु होइन अहिले आएर मैले न्याय पाउँछु त पाउँदिनँ नि त 10 वर्षमा भएको ड्यामेज कसले हेर्छ 10 वर्षमा मेरो जिन्दगी कहाँबाट कहाँ पुग्छ मान्छे मरेपछि न्याय हुन्छ हुँदैन नि अझै हाम्रो त उहाँ त झन् मान्छेले चाहिँ आत्महत्या गरिसकेपछि उसको लागि चाहिँ आन्दोलन अब छोरीले चाहिँ मतलब बिहे गरेको छोरीले चाहिँ आत्महत्या गरिसकेपछि चाहिँ या उनीहरूले मारिसकेपछि चाहिँ अनि न्याय चाहियो मरेपछि न्याय हुँदैन न्याय भनेको बाँच्दाखेरि गर्ने हो र आफूले आफूलाई न्याय गर्ने हो अनि मलाई चाहिँ कस्तै मैले पनि गरेको थिएँ नगरेको होइन अरूले पनि के गर्नुहुन्छ भन्दाखेरि चाहिँ रिपोर्टिङ गर्नुहुन्न एभिडेन्स राख्नुहुन्छ क्या होइन फोटो खिचा छ भिडियो बनाएको छ कसलाई भनेको छ 20 जना मान्छेले देखेको छ पिटेको होइन यतिजना विटनेस छ मलाई ड्यामेज गरेको हो मसँग भिडियो छ मसँग फोटो छ मसँग अडियो छ मसँग यहाँ छ त्यहाँ छ त तपाईँ रिपोर्ट गर्नुहुन्छ होइन रिपोर्ट नगरेपछि सिस्टममा के पनि हुँदैन तपाईँ रिपोर्ट नगर्नु मतलब तपाईँलाई के पनि भएको छैन भन्ने बुझ्छ हो जुन दिन तपाईँ रिपोर्ट गर्न जानुहुन्छ नि आफ्टर फ्यु इयर्स होइन त्यो भनेको हिस्टोरिक हुन्छ क्या होइन त्यो भनेको हिस्टोरिक हुन्छ तपाईँसँग एभिडेन्स छ मैले हेरेँ मनमा पुलिस होइन तर त्यो एभिडेन्स करेक्ट हो भने कसरी गर्नु सक्छु तर तपाईँले कसैलाई फसाएको पनि हुनसक्छ नि त मेरो नजरमा छ कानुनको नजरमा भिक्टिम र अब्युजर सेम नै हो कि जबसम्म प्रुफ गिल्टी हुँदैन सेमली उनीहरू ट्रिट गर्नुपर्छ होइन तपाईँसँग एभिडेन्स छ फाइट गर्न सक्नुहुन्छ तपाईँले जित्नु पनि हुन्छ होला तर कति समय लाग्छ त्यो गर्नको लागि अन्त लडिन्छ तपाईँलाई इमोसनल ट्रमा कति हुन्छ तपाईँले त्यो कहानी कतिचोटि दोहोऱ्याउनु पर्छ मान्छेलाई भेट्नु पर्छ त्यो मान्छेलाई तपाईँले कतिचोटि भेट्नुपर्छ अनि तपाईँले कोर्ट कचोटि जानुपर्छ लयरलाई कति पैसा दिनुपर्छ अनि तपाईँ मुभ अन हुने कि त्यही भएर चाहिँ ए मसँग एभिडेन्स छ भनेर सहेर नबस्नु कि एभिडेन्स छ तर एभिडेन्स प्रुभ गर्न तपाईँलाई कति टाइम लाग्छ भनेदेखि चाहिँ ब्रेक गर्नुहोस् कि तपाईँलाई आज मान्छेले कुटेछ भने आजै फोन गर्नुहोस् कि फोन गर्नुहोस् भन्नुहोस् कि अनि जब पुलिस आउँछ देख्छ नि It's clear. You don't have to prove anything. You don't need any evidence or anything else. छैन अनि अर्को मैले प्रोटेक्सन अर्डर एफपीआर डिभीमा अलिकति भन्छु ल मैले
मलाई उसले फोन गर्नुहुन्छ कि पहिला साथी मतलब मलाई पनि त्यही लाग्थ्यो पहिला है। हामीलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि चाहिँ मलाई मेरो बुढाले कुटाएछ होइन, अथवा मलाई विभिन्न अब्युज भएको छ मसँग, तर मसँग एभिडेन्स छैन, म के गर्ने हो। तपाईँलाई फ्यामिली भाइलेन्समा कन्ट्याक्ट गर्नको लागि एभिडेन्स चाहिँदैन। तपाईँले फ्यामिली भाइलेन्स गरेको छ भनेर पुलिस केस गर्नुभयो, केटालाई जेल हाल्न खोज्नुभयो, अथवा केटा मतलब अभिजलाई जेल हाल्न खोज्नुभयो भने तपाईँलाई एभिडेन्स चाहिन्छ। उताबाट एभिडेन्स तपाईँले कसैलाई जेल हाल्नु मिल्दैन नि त होइन। तर तपाईँलाई भाइलेन्स भएको छ भने, मलाई भाइलेन्स भएको छ, मलाई सपोर्ट चाहियो भने चाहिँ तपाईँलाई एभिडेन्स चाहिँदैन कि, म तपाईँलाई एभिडेन्स माग्दिनँ कि। तपाईँलाई भाइलेन्स भएको चाहिँ के चाहियो, मेन्टल हेल्थ काउन्सिलिङ चाहियो, फाइनेन्सियल चाहियो सपोर्ट, तपाईँलाई चेक इन गर्नु पर्यो हामीले बेला बेला, त के चाहियो तपाईँलाई इन्फर्मेसन चाहियो होइन, त्यसको लागि तपाईँलाई एभिडेन्स चाहिँदैन। तर तपाईँले चाहिँ मलाई भाइलेन्स भएको छ भनेर पुलिस केस गरेर, किनभने पुलिस केस हुनु भनेको कसैलाई जेल हाल्नु भनेको त कसैको लाइफमा त बिग इम्प्याक्ट पर्छ नि त, त्यसको लागि चाहिँ तपाईँलाई प्रपर एभिडेन्स चाहिन्छ होइन। जस्ट त्यहाँबाट निस्केर जानको लागि, सपोर्ट लिनको लागि तपाईँलाई एभिडेन्स चाहिँदैन। अनि तपाईँले चाहिँ कसरी मुभिङ फरवर्ड गर्ने होइन, हामीलाई मानव मैले सपोर्ट पनि लिइरहेको छु। अब डिभोर्स गर्ने, हामी नेपालमा के हुन्छ भने डिभोर्स गर्दै भन्छौँ क्या, दुईजनाको मनमै डिभोर्स गर्दै भन्छन्। अस्ट्रेलियाको हकमा 12 महिना छुट्टा छुट्टै नबसिकन डिभोर्स हुँदैन, हाउ टु लिभ सेपरेटली 12 महिना होइन। त्यो बेला तपाईँले सेपरेटली बस्न सक्नुहुन्छ, छुट्टेर बस्ने, तपाईँ एटलिस्ट सेफ त हुनु भयो नि त, त्यही भएर भन्दा त बाहिर सेफ भयो नि त। अनि मानव बाहिर बस्दाखेरि पनि उनीहरूले तपाईँलाई ट्र्याक गर्ने कोसिस गर्यो, फोन गर्ने कोसिस गर्यो, म्यानिपुलेट गर्ने कोसिस गर्यो, तपाईँलाई चाहिँ बाँच्न दिएन, बाहिर पनि तपाईँलाई हुन्छ नि अब ट्र्याक गर्ने, स्टक गर्ने हुन्छ नि, फलो गर्ने गऱ्यो भनेदेखि तपाईँले प्रोटेक्सन अर्डर लिन सक्नुहुन्छ। काहीँ एफबी हो, काहीँ टिभी हो, काहीँ एबी हो, फरक फरक नामले दिन्छ होइन, स्टेट वाइज चाहिँ प्रोटेक्सन अर्डर हो कि। त्यसको लागि पनि यदि तपाईँले अलरेडी डोमेस्टिक भाइलेन्समा भनिसक्नु भएको छ भने डोमेस्टिक भाइलेन्सको मान्छे आएर तपाईँलाई सपोर्ट गर्छ। तपाईँले फ्री लयर पाउनुहुन्छ, कोर्टमा गएपछि 3 लयरहरू हुन्छ, उनीहरूले तपाईँलाई सपोर्ट गर्छ। डोमेस्टिक भाइलेन्सको मान्छे आएर तपाईँलाई एज अ सपोर्ट पर्सन पनि बस्दिन्छ। त्यहाँ गएर चाहिँ कस्तो भन्दाखेरि तपाईँले एभिडेन्स केही दिनु पर्दैन होइन, मलाई यस्तो भएको छ, त्यही भएर चाहिँ म यो मान्छेसँग बस्न सक्दिनँ, मलाई छुट्टा छुट्टै राख्थ्यो भन्ने होइन, उनीहरूले चाहिँ रुल्स बनाइदिन्छ। तपाईँले के चाहनुहुन्छ, कति मिटरको डिस्टेन्ससम्म आउन नपाउने, फोन गर्न पाउने कि नपाउने, कति भेट्न पाउने कि नपाउने, चाहिँ तपाईँको डिसिजन हो नि त होइन। तपाईँको लागि के वर्कआउट हुन्छ त्यसकै आधारमा उनीहरूले चाहिँ हल्का एउटा फन्डामेन्टल जस्तो बनाइदिन्छन् कि होइन। त्यो भने चाहिँ कस्तो भन्दाखेरि त्यो पनि फेरि ऊ होइन, कोर्टमै गएर लिए पनि त्यो भनेको क्रिमिनल चार्ज होइन। इट्स नट क्रिमिनल चार्ज। यसले तपाईँको भिजामा पनि असर पर्दैन, यसले तपाईँको पुलिस केसमा पनि असर पर्दैन, लाइक पुलिस सर्टिफिकेटमा के असर पर्दैन। यो भनेर चाहिँ कस्तो भन्दाखेरि यदि 2जना बच्चा झगडा भइरहेको होला, कति दुईवटा बच्चा छ नि होइन, कति भनेर आफ्नो रुममा गएर बस्छ त भन्नुहुन्छ नि त, यस्तो आफ्नो रुममा जा, आफ्नो रुममा जा, एकअर्कासँग नबोल एकछिन भन्नु, सेम थिङ के, एक्ज्याक्टली सेम थिङ के होइन। तिमी उसलाई कन्ट्याक्ट नगर, ऊ तिमीलाई कन्ट्याक्ट नगर होइन, कन्ट्याक्ट छुट्टा छुट्टै बस्छ। कन्ट्याक्ट गऱ्यो भने जसले कन्ट्याक्ट गर्छ पुलिस केस हुन्छ, अनि त्यो चाहिँ क्रिमिनल चार्ज हुन्छ क्या। जस्तै मानौ भिक्टिमले नै अब विचारलाई कन्ट्याक्ट गऱ्यो भने पनि अब त्यहाँ के छ कन्डिसन होइन, कसरी कन्ट्याक्ट गर्न मिल्छ, इमेलबाट छ कि उनीहरूको मिन आफ्नो छुट्टाएको हुन्छ नि, अथवा 20 मिटरभन्दा यति मिटरभन्दा अगाडि आउनु पाउँदैन, मानवलाई 20 मिटरसम्म अगाडि आउनु पाउँदैन भनेको छ। तर भिक्टिममै त्यो केटा भएको बसेको ठाउँमा घरमा गयो भनेदेखि त्यो केटाले त्यो क्रिमिनल चार्ज लाउन सक्छ भिक्टिमलाई कि। भिक्टिमको त चार्ज नहुन्छ, पुलिस केस हुन्छ, किनभने त्यो चाहिँ अफेन्स भयो कि, अनि बल्ल चाहिँ अफेन्स हुन्छ। त्यो प्रोटेक्सन अर्डर अफेन्स होइन, त्यो जस्ट अब एकअर्कालाई मान्ने ओके एउटा चाहिँ एउटा अर्डर के होइन भयो। जसले मान्दैन सेमलाई दुइटैलाई सेम लागु हुन्छ, अनि क्रिमिनल चार्ज हुन्छ, अनि त्यो चाहिँ भोलि तपाईँको अब अभियसली उसमा पुलिस केसमा पनि लेखिन्छ, भिजामा पनि असर पर्न सक्छ होइन। कसैलाई त थाहा हुँदैन कि कोर्ट जाने भनेदेखि भन्छ नि अब ठुलो कुरा जस्तो लाग्छ, त्यही भएर हामीले त्यस्तो सजिलो सोच्छौँ नि, माइ गड रिपोर्ट हुन्छ, त्यस्तो हुँदैन, त्यस्तो हुँदैन, त्यो कुरा हामीले बुझ्न जरुरी छ। ओके, अब लास्टमा के भन्नुहुन्छ तपाईँलाई मनमा लाग्छ अब यो हाम्रो टपिक्सहरूमा आएको चाहिँ? फर्स्ट थिङ भनेको डोमेस्टिक भाइलेन्स भनेको फ्यान्सी वर्ड होइन है। डोमेस्टिक भाइलेन्स भनेको अहिले पनि मैले भने यो बुढाबुढीको के भन्छ नि घर झगडा होइन, भनेको सामाजिक अपराध हो। अर्को मैले भन्न खोजेको चाहिँ घरभित्र के हुन्छ, कोठाभित्र के हुन्छ होइन, त्यो बन्द कोठाभित्र भएको कुरा तपाईँलाई इमेजिन पनि गर्न सक्नुहुन्न। त्यही भएर जजमेन्टल नहुनुहोस्, अरूको लाइफमा के भइरहेछ तपाईँलाई थाहा हुँदैन, त्यही भएर काइन्ड हुनुहोस्। तपाईँले कसैको सपोर्ट लिनु पर्दैन होइन, तपाईँले कसैलाई गाली गर्नु पर्दैन, तर एटलिस्ट ओपन हुनुहोस्, के कुरा सुनेर ओपन हुनुहोस्, सपोर्ट दिनुहोस् होइन।
कसैलाई क्रिटिसाइज गरेर कसैलाई चाहिँ अब बाँच्छु भनेर त्यो ठाउँबाट निस्केको मान्छेलाई फेरि मर्न बाध्य हुने गरी एउटा इन्भाइरोमेन्ट क्रिएट नगरिदिनुहोस् होइन। एउटा घर बिगार्न मन कसैलाई पनि हुँदैन, घर भाड्नलाई कसैले पनि बिहे गरेको दिनमा चाहिँ भोलि म डिभोर्स गर्छु भोलि म छोड्छु भनेर कसैले गरे होइन। सबैले बिहे भनेकै कम्प्रोमाइज हो के, तर दुईजनाको कम्प्रोमाइज हुनु पर्यो कि होइन, एकजनाले मात्रै हैन। डर हुनु भएन, डर त्रास हुनु भएन, कम्प्रोमाइज हुन्छ, वर्कआउट हुन्छ। तपाईँले रात दिन 24 घण्टा नै काम गर्नुपर्ने हुनसक्छ होइन। तपाईँले कति गर्नुहुन्छ अब हुन्छ नि आफ्नो शरीर आफ्नो के सबै छोड्नुहुन्छ, त्यो फरक कुरा हो। तर मेन भनेको चाहिँ तपाईँलाई फोर्सफुल, तपाईँलाई डर, तपाईँलाई भय बिना तपाईँले बाँच्न पाउनु पर्यो कि होइन। अनि अर्को मैले के भन्दा डोमेस्टिक भाइलेन्सकै भन्दाखेरि चाहिँ जस्तो नै जुन एउटा ट्याबु छ नि कि घर गरी खान नसक्ने, बाबाले संस्कार के दिएको यस्तो हुन्छ नि, त्यस्तो कुराहरू चाहिँ तपाईँहरूले, किनकि तपाईँलाई थाहै छैन उसले के भोगेर आएको छ भने तपाईँलाई कुनै पनि राइट छैन कि उसमा जजमेन्ट गर्दा, उसको लागि चाहिँ डिसिजन जजमेन्ट नहुनुहोस् कि होइन। उसको लाइफको उसको डिसिजन हो। हिजो जसले पनि बिहे गर्दाखेरि एउटा सुन्दर सपना रोजेको हुन्छ, एउटा पर्फेक्ट फ्यामिलीको आशा गरे हुन्छ होइन। श्रीमानबाट एउटा संरक्षकको होला, म माया दिउँला, एउटा त्यस्तो खालको एउटा इमेजिन हुन्छ नि त, ल मेरो बिहे गर्छु मेरो लाइफ चाहिँ यस्तो होस्, म यस्तो गर्छु। एउटा कसैले पनि होइन कि त्यो जे पाए त्यही कि ल म बिहे गरेर भएन भने चाहिँ म डिभोर्स गर्छु या के हो त्यस्तो कसैले होइन नि होइन। त्यही भएर चाहिँ फर्स्ट थिङ भनेको कम्युनिटीले अलिक एक्सेप्ट गर्न सक्नु पर्यो कि होइन। यो चाहिँ हाम्रोमा चाहिँ धेरै जरुरी छ। यो चाहिँ अहिलेसम्म एक्सेप्टेबल भएकै छैन कि, डिभोर्स भयो भने घरै बिग्रियो, अब इज्जतै फाल्यो। तर त्यो होइन नि त, ओभर त्यो भनेको त बरु ऊ चाहिँ हिंसाबाट चाहिँ निक्लेछ, उसको चाहिँ एकदमै उसलाई गाह्रो भएको रहेछ, उसले चाहिँ अब चाहिँ स्वतन्त्रले लाइफ जिउन पायो भन्ने त्यो चाहिँ छैन कि हाम्रो नेपालमा चाहिँ। नेपालमा मात्रै होइन, बाहिरै आएपछि पनि मान्छेहरू मान्छे विकसित देशमा गएर पनि यो माइन्ड डेभलप कहिले पनि, डेभलपमेन्ट कन्ट्रीमा त गए तर माइन्ड डेभलप चाहिँ कहिल्यै भएन कि। तपाईँ म्यारिड हुनुहुन्छ अथवा तपाईँ डिभोर्स हुनुहुन्छ भने मलाई त्यसले के असर पर्यो र, त्यही त जीवन त तपाईँको हो नि, तपाईँले हो नि त होइन। तर हाम्रो चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब यो म्यारिड हो कि होइन, यसको बुढाको हो भनेर मैले तपाईँलाई गर्ने ट्रिटमेन्ट र तपाईँको बुढा तपाईँसँग छ कि छैन भनेर गर्ने ट्रिटमेन्ट र तपाईँको बुढाले तपाईँलाई कस्तो बिहेभ गर्छ भनेर मैले गर्ने ट्रिटमेन्टमा फरक छ कि छ नि। जुन हुनुहुँदैन कि तपाईँ र मेरो सम्बन्ध भनेको त जस्ट युजल हामी चाहिँ एउटा साथी हो होइन। अब त्यसले चाहिँ हाम्रो फ्यामिलीमा टच गर्नुपर्ने, अब फेरि यस्तो नि हुँदो रहेछ यहाँ मैले कति देखेँ है, डिभोर्स हुन लागेको भएको भनेपछि चाहिँ मान्छेको नजरै अर्कै के अलिकति के उनै के सबैलाई छ कि उसको फ्यामिली नै ड्राइभ गर्छ कि यस्तो नि डिभोर्स भयो नि होइन, घर गरी खान नसकेको केही थियो होला, संस्कार नभएको होला, ओभर रियाक्ट गरेको होला, पैसा कमाएर बुढामा चाहिएको, ओभर फ्रिडम चाहिएको, खैरीहरूको सङ्गत परेको, लाइक सो मेनी एक्ज्याक्टली। त्यो भन्नु जस्तो नि आफ्नो प्लिज जजमेन्ट तोड्नुहोस् है, जजमेन्टल नहुनुहोस्, क्रिटिसाइज नगर्नुहोस्। तपाईँको बोली हो, तपाईँलाई जस्ट एउटा फनको लागि बोल्नु होला भने त्यो मान्छेलाई हर्ट गर्न सक्छ होइन। आफ्नो घर बिगाएर कसैलाई पनि मन हुँदैन। जसले चाहिँ डिसिसन लिएको छ उसलाई थाहा छ उसको लागि बेस्ट डिसिसन हो भनेर, तपाईँलाई थाहा हुँदैन, मलाई थाहा हुँदैन। त्यही भएर चाहिँ भिक्टिमलाई एक्सेप्ट गरौँ, डोमेस्टिक भाइलेन्सलाई चाहिँ एक्सेप्टेबल होइन भनेर सिकौँ, आफूले पनि बोलौँ, अरूलाई पनि सिकौँ। किन भन्दाखेरि चाहिँ त्यो बोल्यो भने तपाईँले हामीले हो कि जो साँच्चै नै भिक्टिम छ नि उसले त बोल्न सक्दैन नि त, उसको त भोइसै हुँदैन। अनि कसैलाई के लाग्छ भने जसले भोगेको छ ऊ बोल्न सक्दैन, किनभने ऊ आफै भाइलेन्समा त बोल्न सक्ने अवस्था छैन। जसलाई भाइलेन्स भएको छैन उसलाई यो कुराहरू काल्पनिक लाग्छ, यस्तो कहाँ हुन्छ, किन सहेर बस्छ कसैले। यो त पुरानो जमानाको हो, आजको जमानाले हुँदैन। 21औं शताब्दी पढे लेखेको मान्छे यो हुँदैन, भएको बोल्न सक्दैन, नभएकोलाई यो हुँदै हुँदैन, यो चाहिँ भुजको कथा जस्तो लाग्छ कि। त्यही भएर चाहिँ काहीँ न काहीँबाट चाहिँ बोल्नु जरुरी छ। अनि यो शिक्षा नै दिन जरुरी छ कि, म चाहिँ त्यही भन्छु। यो चाहिँ एकदमै जरादेखि नै चेन्ज हुनुपर्ने हाम्रो चाहिँ यो भएको के, यो चाहिँ छैन के। यसको हामीलाई केहीमा पनि हाम्रो एजुकेसनल साइडबाट केही पनि छैन कि यो चाहिँ हुनु हुँदैन, यो चाहिँ नर्मल होइन। अब त्यो छ त कहीँ छ, किताबमा छ, प्र्याक्टिकल लाइफमा छैन। भाइलेन्स घरेलु हिंसामा त कति अर्गनाइजेसनले काम गरिरहेको छ नि, घरेलु हिंसा भनेको यस्तो यस्तो हो हुनु न त छ नि, किताबमा छ, तर प्र्याक्टिकल लाइफमा छैन नि त होइन। अनि घरको कुरा घरमै राख्नुपर्छ भनेर पनि त्यो अब घरको कुरा घरमा राखेपछि त कसरी अब मान्छे भने नमरेसम्म त्यही घरमा हुन्छ, मरे पछाडि किन मऱ्यो त स्टोरी किन कथा भन्ने मान्छे त मरिसक्यो होइन। त्यही भएर चाहिँ मैले चाहिँ यति भन्न खोज्छु कि लेट्स टक अबाउट इट, लेट्स टक है, लेट्स स्ट्यान्ड फर योरसेल्फ। एक्ज्याक्टली, स्ट्यान्ड फर योरसेल्फ, लेट्स टक। र
मान्छेलाई मन नपर्न सक्छ यो जब डोमेस्टिक भाइलेन्स भने किन कुरा गरिरहेको कसलाई थाहा छैन त भन्न सक्छन् त्यही पनि किनभने जुन कुरा जति भनिन्छ त्यति नर्मल लाग्छ कि होइन जस्तै पनि त सबैले ओके गरेर सबै बेला चलिरहेको थियो नि त अहिले आएर हामी यस्तो पनि थियो भन्छौँ भने त्यो बेला पनि त अब कति रात लागिरहेको थियो भने त्यो त गलत भइरहेको छ भने लागेको थियो होला बोल्यो होला न त्यो पछि हटाइयो होइन भने अहिले पनि डोमेस्टिक भाइलेन्स पनि अब हामीलाई नर्मल देखिरहेछौँ कि किनभने भइरहेको छ अब सधैँ त भइरहेको छ किनभने किन बोलिरहेको केटीहरू फेमिनिजम होइन फेमिनिस्ट यहाँ भयो त्यहाँ भनौँ द्याट्स फाइन तर बोल्नु जरुरी छ कि बोलेको चाहिँ अरूले पनि बोल्ने हिम्मत आउँछ र जसलाई चाहिँ 100जनामा 1जनाले पनि हाम्रो कुराले ज्यान जोगाउन सक्छन् कि मान्छेलाई चाहिँ ओहो यो त हाम्रै कुरा गरिरहेछन् भनेर इन्फर्मेसन पाउन सक्छ नि त पाएको इन्फर्मेसन उनीहरू रिफ्रेस हुन सक्छ त्यही भएर चाहिँ लेट्स टक है जो भिक्टिम हो उसले प्लिज बोल्नुहोस् इट्स नट एक्सेप्टेबल जो फ्यामिली हो सपोर्ट गर्नुहोस् प्लिज है भिक्टिमलाई सपोर्ट गर्नुहोस् फ्यामिली भाइलेन्सलाई होइन कम्युनिटी एक्सेप्टेबल हुनुहोस् ओपन हुनुहोस् होइन उसको लाइफमा डिसिजन हो जेसै गरोस् बुढासँग बसोस् या बाहिर बसोस् उसको लाइफ हो नि त उसलाई त किन डिस्क्रिमिनेट गर्नु पर्यो होइन उसलाई एज नर्मल हिजो बिहेभमा लाइफ जस्तो त्यस्तै बिहेभ गर्नुहोस् अनि हामीहरूले चाहिँ अवेर गरौँ कुरा गरौँ बोलौँ लाइक त्यति नै हो मैले भने त त्यसो हो कि भोलिको दिनमा चाहिँ मेरो बहिनीलाई पऱ्यो भने चाहिँ बहिनीले लुकाएर नबसोस् कि राम्रोसँग बोल्न सकोस् कि मलाई यस्तो भइरहेछ अलिकति सहज होस् मलाई भन्दा मेरो बहिनीलाई भने सहज होस् कि अब धेरै सजिलो त हुँदैन डोमेस्टिक भाइलेन्स भनेको मलाई थाहा छ होइन तर एटलिस्ट मलाई भन्दा सजिलो भने मेरो बहिनीलाई होस् बहिनीलाई भन्दा सजिलो भने मेरो छोरीलाई होस् अलिकति ओपन अप हुँदै जाउँ कि त्यति नै हो